हाम्रो सेसन अन्डरस्ट्यान्डिङ नेपाल अकाउन्टिङ स्ट्यान्डर्ड फर नट फर प्रफिट अर्गनाइजेसन। सो यसमा म धेरै जाँदिनँ। सो मेजरली यसको अब्जेक्टिभमा म सिम्पलीमा तपाईँहरूलाई किन चाहियो त भन्ने कुरा अलिकति ब्रिफ डिस्क्राइब गरिदिइहाल्छु यो स्ट्यान्डर्ड अनुसार चाहिँ। सो एउटा चाहिँ एकाउन्टिङ डाइभर्सिटी, अघि पनि सरले भन्नुभयो डाइभर्सिटी। सो हाल चाहिँ अहिले तपाईँको आइएनजिओजहरूले एउटा तरिकाले अब उहाँहरूको डोनर रिक्वायरमेन्ट अनुसारले भनौँ न, उहाँहरूको हेड अफिसबाट गाइडलाइन अनुसारले भनौँ न रिपोर्टिङ गरिरहनु भएको छ। यो स्ट्याचुरी रिपोर्टिङ त्यही अनुसारले गरिरहनु भएको छ। र एनजिओजहरूको पनि कसैले एफएस बनाउनुहुन्छ, कसैले बनाउनुहुन्न, कसैले रिसिप्ट एन्ड पेमेन्ट बनाउनुहुन्छ। सो त्यो डाइभर्सिटीलाई चाहिँ रिड्युस गर्नलाई चाहिँ यो स्ट्यान्डर्ड चाहिँ हाम्रो आएको छ। सो अब यो भइसकेपछि तपाईँको एभ्री नन प्रफिट नट फर प्रफिट अर्गनाइजेसन्सहरूले चाहिँ यो स्ट्यान्डर्डमा बेस्ड भएर तपाईँको अब जुन हाम्रो जेनरल पर्पज फाइनेन्सियल स्टेटमेन्ट भन्छौँ हामीले, त्यसमा चाहिँ तपाईँको जुन यो स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन, ब्यालेन्स सिट, हाम्रो इन्कम एन्ड एक्सपेन्डिचर भन्ने कुरा चाहिँ सबैको स्ट्यान्डर्ड हुनुभयो। जस्तै हाम्रो अहिले ब्याङ्क्सको हेर्नुभयो भने तपाईँहरूले ब्याङ्क्सको चाहिँ सबै जति पनि नेपालमा ब्याङ्क्सहरू छ सबैको फाइनेन्सियल, सबैको तपाईँहरूले फाइनेन्सियल स्टेटमेन्ट हेर्नु भने सबैको एउटै नासले हुन्छ नि। सो त्यही हिसाबले चाहिँ अब यो इयरदेखि चाहिँ अब हाम्रो 81-82को फाइनेन्सियल स्टेटमेन्ट्सहरू चाहिँ सबै एनजिओज, आइएनजिओज र नट फर प्रफिट अर्गनाइजेसनहरूको चाहिँ एउटै तरिकाले चाहिँ हामीले फाइनेन्सियल स्टेटमेन्ट्सहरू चाहिँ प्रेजेन्ट गर्नुपर्ने हुन्छ। र अर्को चाहिँ हामीलाई पनि अब एज एन अब म्यानेजमेन्टलाई पनि फाइनेन्सियल स्टेटमेन्ट प्रिपेयर गर्दाखेरि चाहिँ के कस्तो कुरामा ध्यान दिनुपर्छ भन्ने कुरालाई चाहिँ यसले एकदम क्ल्यारिटी ल्याएको छ। र अर्को चाहिँ फाइनेन्सियल रिपोर्टिङ चाहिँ अब इन्टरनेसनल स्ट्यान्डर्ड्सको बनाउनलाई अब आइफ्याक्टबाटै इन्डोर्स भएर आएको भएर यो अब हाम्रो इन्टरनेसनल्ली रेकग्नाइज स्ट्यान्डर्ड्सहरूमै बेस भएर यो एनएस र एनपिएस बनेको छ। र त्यही अनुसारले चाहिँ हाम्रो क्वालिटी, रिपोर्टिङको क्वालिटी र इन्फर्मेसन्सहरू चाहिँ एडिक्वेटली चाहिँ यसले हामीलाई दिनलाई हेल्प गर्दछ। सो अर्को चाहिँ ट्रु एन्ड फेयर भ्यू। ट्रु एन्ड फेयर भ्यू भन्नाले चाहिँ अब हाम्रो इफ यो स्ट्यान्डर्ड्सहरू हामीले लागू भइसकेपछि हाम्रो जुन अब अडिट गर्नुहुन्छ हाम्रो एट द इयर एन्डमा, उहाँहरूले चाहिँ यो फाइनेन्सियल स्टेटमेन्टले चाहिँ यो एउटा संस्थाको चाहिँ ट्रु एन्ड फेयर भ्यू दिन्छ है, मतलब ठिक, यो चाहिँ सबै ठिक छ है भन्ने कुरा चाहिँ उहाँहरूले यही स्ट्यान्डर्डमा बेस भएर चाहिँ उहाँहरूको जुन इन्डिपेन्डेन्ट अडिट रिपोर्ट छ त्यो इस्यु गर्नुहुन्छ। सो इफ अब हामीले यो स्ट्यान्डर्ड्सहरू लागू गर्न सकेनौँ इफ नेक्स्ट फिस्कल इयरमा भनौँ न भने चाहिँ हाम्रो जुन अडिटर्स हुनुहुन्छ स्ट्याचुरी अडिटरले चाहिँ हाम्रो फाइनेन्सियल स्टेटमेन्टले चाहिँ ट्रु एन्ड फेयर भ्यू दिँदैन अथवा यो कुराले चाहिँ भनौँ न क्वालिफाईहरू पनि गर्न सक्ने चाहिँ पोसिबिलिटी हुनसक्छ यो स्ट्यान्डर्ड नअप्नाउँदाखेरि चाहिँ है। सो यो चाहिँ हाम्रो कहिले लागू भएको भन्ने कुरा चाहिँ, सो बेसिकली बन्न चाहिँ 2018 सालमै बनेको थियो, तर यसलाई डिफर गर्दा गर्दै लास्ट इयर लागू गर्छ भन्ने कुरा थियो। सो लास्ट इयर चाहिँ आइएनजिओजहरूलाई चाहिँ सबैमा लागू भइसकेको छ यो, र यो इयरदेखि चाहिँ अरू आइएनजिओज बाहेकको अरू नट फर प्रफिट अर्गनाइजेसन्सहरूलाई पनि लागू हुने चाहिँ हाम्रो आइक्यानले चाहिँ डिसिजन दिएको छ। सो त्यो भइसक्यो। अघि मैले हाम्रो इन्डिपेन्डेन्ट अडिटर्स रिपोर्टमा नि कुरा गरेको थिएँ। सो यो लागू हुने बित्तिकै चाहिँ हाम्रो जुन स्ट्याच अडिट गर्छौँ हामीले, त्यसमा चाहिँ अडिटर्सले चाहिँ इन आवर ओपिनियन भनेर चाहिँ यो फाइनेन्सियल स्टेटमेन्टले चाहिँ नेपाल अकाउन्टिङ स्ट्यान्डर्ड फर नट प्रफिट अर्गनाइजेसनलाई अनुसारले चाहिँ ट्रु एन्ड फेयर भ्यू दिन्छ है भन्ने चाहिँ यो स्टेटमेन्ट यो चाहिँ उहाँहरूले चाहिँ डिस्क्लोज गरिदिनुहुन्छ, मतलब यो अनुसारले चाहिँ उहाँहरूको ओपिनियन दिनुहुन्छ। सो इफ हामीले गर्न सकेनौँ भने चाहिँ त्यही अनुसारले अडिटरले चाहिँ क्वालिफाई अथवा अरू कुनै एम्फेसिसहरू चाहिँ दिन सक्नुहुन्छ। ओके, सो यति भन्दै अब एनएस र एनपिएसले चाहिँ मेजरली के कुराहरू चाहिँ समेट्दछ त, सो की एस्पेक्ट्सहरू बारे कुरा गरौँ है। सो फर्स्ट चाहिँ यसले चाहिँ एक्रुअल बेसिस अफ अकाउन्टिङ अप्नाउनु पर्छ भनेर भन्ने गरेछ है। सो मतलब अहिलेसम्म चाहिँ हाम्रो अब एनजिओजहरूले भनौँ अथवा एनपिओजहरूले चाहिँ क्यास बेसिस अफ अकाउन्ट पनि अप्नाइरहेको, ग्रान्ट आउने बित्तिकै चाहिँ तपाईँको इन्कम देखाइदिने अथवा भनौँ एक्सपेन्सेस पनि तपाईँको जुन बेला हामीले बिल आयो त्यही अनुसारले एक्सपेन्स चार्ज गरिदिउँ भनौँ न, त्यो हिसाबले चाहिँ क्यास बेसिसमा अकाउन्टिङहरू चाहिँ गरिरहेको अहिलेसम्मको प्र्याक्टिस रहेको छ। सो यसले चाहिँ 100% एक्रुअल बेसिस सर्टेन ठाउँमा चाहिँ कसरी क्यास बेसिस गर्ने भन्ने कुरा दिएको छ, तर अरू बेसिकली अरू जेनरल नेचरले चाहिँ सबैलाई नै एक्रुअल बेसिस अफ अकाउन्टिङ अप्नाउनु पर्छ भन्ने कुरा चाहिँ यसले चाहिँ भनेको छ। अर्को नेक्स्ट चाहिँ फन्ड एकाउन्टिङको कन्सेप्ट। सो फन्ड एकाउन्टिङ, सो यसको बारे हामी अझै पनि कुरा गर्छौँ। सो सबै एनपिओजहरूले चाहिँ फन्ड एकाउन्टिङको कन्सेप्टबाट चाहिँ बुक्स अफ एकाउन्ट्सहरू मेन्टेन गर्नुपर्छ, रिपोर्टिङ्सहरू मेन्टेन गर्नुपर्छ भन्ने कुरा चाहिँ यसले गरेको छ। अर्को चाहिँ अडिट एन्ड कम्प्लायन्स, अघि पनि मैले कुरा गरिहालेँ। यसले चाहिँ अब तपाईँको यो लागू भइसकेपछि बल्ल अडिटरले चाहिँ ट्रु एन्ड फेयर भ्यू छ भन्ने चाहिँ ओपिनियन दिन सक्छ। अर्को चाहिँ प्रिपेरेसन अफ प्रेजेन्टेसन अफ फाइनेन्सियल, यो पनि हामीले कुरा गरिहाल्यौँ। युनिफर्म फाइनेन्सियल स्टेटमेन्ट चाहिँ सबैको बन्ने भयो, नोट्सदेखि लिएर तपाईँको टेम्प्लेट चाहिँ सबैको एउटै स्ट्यान्डर्ड चाहिँ हाम्रो बन्ने गरेको छ, बन्छ। अर्को चाहिँ सिङ्गल रिपोर्टिङ एन्टिटी। सो यो चाहिँ अलिकति च्यालेन्ज पनि हुनसक्छ। यसले चाहिँ के भन्छ, फन्ड एकाउन्टिङ पनि भन्छ, जस्तै तपाईँको प्रोजेक्ट्सहरूले चाहिँ छुट्टै रूपमा चाहिँ तपाईँको बुक्स अफ अकाउन्ट मेन्टेन गर्नुपर्छ पनि भन्छ, र त्यसलाई चाहिँ हाम्रो फाइनेन्सियल स्टेटमेन्टमा चाहिँ कन्सोलिडेटेड रूपमा प्रेजेन्ट गर्नुपर्छ
भन्ने कुरा पनि यसले गरेको छ है। सो मतलब तपाईँहरूको जस्तै अब कुनै पनि एक्सपेन्डिचर्सहरूदेखि लिएर तपाईँको ब्याङ्क क्यास चाहिँ सबै कन्सोलिडेटेड रूपमा देखाउनु पर्छ है हाम्रो फाइनेन्सियल स्टेटमेन्टमा चाहिँ भन्ने कुरा गरेको छ है। सो अब यसमा चाहिँ एउटा च्यालेन्जेस चाहिँ हामीलाई के आउन सक्छ भन्दाखेरि चाहिँ अब एनपिओजहरूको केसमा चाहिँ अब यो बेसिकली एनजिओजहरूको केसमा मल्टिपल डोनरले भेरियस मल्टिपल डोनरको फन्डेड प्रोजेक्ट्सहरू चलाइराख्नु भएको छ र एनजिओको आफ्नै एउटा तपाईँको भनौँ न आफ्नै चार्ट अफ एकाउन्ट्स चाहिँ नरहेको स्थितिमा चाहिँ तपाईँको डोनर वाइज हामीले चार्ट अफ एकाउन्ट्सहरू क्रिएट गरेर हुन्छौँ र भनौँ एउटा स्यालेरी कस्ट नै हामीलाई कन्सोलिडेट गर्नलाई पनि भेरियस प्रोजेक्ट्सहरूमा चाहिँ के कति चार्ज भएको छ त भन्ने कुराले हामीले निकाल्नलाई अलिकति अहिले चाहिँ च्यालेन्ज भइरहेको छ। जस्तै अब अलिकति धेरै मल्टिपल डोनर फन्डेड कार्यक्रममा सो त्यसलाई चाहिँ यसले यो अनुसारले चाहिँ हामीले यो अनुसारले रिपोर्टिङ गर्दाखेरि चाहिँ ओभरअल हाम्रो संस्थाको भनौँ एक्सपेन्डिचरदेखि लिएर सबैलाई नै कन्सोलिडेटेड एउटा सिङ्गल रिपोर्टिङ एन्टिटीको रूपमा चाहिँ ट्रिट गर्नुपर्ने हुन्छ। सो यसमा अझै हामी फर्दर पनि कुरा गर्छौँ। सो यसले चाहिँ यो सिङ्गल रिपोर्टिङ एन्टिटी कन्सेप्ट पनि ल्याएको छ। अनि अर्को चाहिँ हाम्रो पिपिईको रेकग्निसन भनेको हाम्रो अब प्रपर्टी प्लान एन्ड इक्विपमेन्ट है। अब यो जुन हाम्रो संस्थाको फिक्स एसेट्स भनिन्थ्यो पहिले, अहिले चाहिँ प्रपर्टी प्लान एन्ड जुन सम्पत्तिहरूलाई चाहिँ कसरी रेकगनाइज गर्ने त, प्रोजेक्टबाट आउँदा के गर्ने, कोरबाट किन्दा के गर्ने, कसैले चन्दामा दियो भने के गर्ने, त्यो कुराहरू चाहिँ अलिकति यसले क्ल्यारिटी चाहिँ दिएको छ है। हुन्छ, सो यति भन्दै म नेक्स्ट अब हामी अलिकति इन डेप्थमा अझै छिनौँ है। सो एक्रुअल बेसिस अफ अकाउन्टिङ त जेनरल हाम्रो यो एकाउन्टिङ प्रिन्सिपल अनुसारले जुन बेला हाम्रो खर्च हुन्छ अथवा जुन बेला हामीले आम्दानी गर्छौँ त्यही बेला नै बुक्स अफ अकाउन्टमा हामीले रेभिन्यू चाहिँ रेकगनाइज गरिहाल्नु पऱ्यो है भन्ने कुरा छ है। सो तपाईँको रेभिन्यू रेकग्निसनमा रेकर्ड इन्कम वेन इट इज अर्न, सो जस्ट एक्जाम्पलको लागि हामीले अब एनजिओले कसैले चाहिँ भनौँ रेन्टल इन्कम पनि कमाइराख्नु भएको छ भने जुन त्यो फिस्कल इयरमा हामीले रेन्टल इन्कम कमाउँछौँ नि त्यही फिस्कल इयरमा पैसासँग भन्दा पनि यदि त्यो फिस्कल इयरमा चाहिँ पिरियडमा चाहिँ हामीले कुनै इन्कम कमायौँ भने त्यही पिरियडमा नै इन्कम पनि त्यसलाई इन्कम भनेर पनि ट्रिट गर्नुपर्ने हुन्छ है। सो एक्सपेन्सेसको पनि सेम सिनारियो है। खर्च चाहिँ तपाईँको क्यासको भन्दा पनि जुन बेला तपाईँको भनौँ त्यो सर्भिसेस हामीले लियौँ त्यो बेसिसमा चाहिँ एक्सपेन्स रेकगनाइज गर्नुपर्ने हुन्छ। सो यसलाई चाहिँ हामीले एक्रुअल बेसिस अफ अकाउन्टिङ भन्नुपर्ने हुन्छ है। सो हाम्रो संस्थाको पनि अब पोलिसी चाहिँ हामीले अब इफ एकाउन्टिङ पोलिसी बनाएको छौँ अब क्यास बेसिस भनेर लेखाएको छौँ अथवा हाइब्रिड बेसिस भनेर लेखाएको छौँ भने चाहिँ अब चाहिँ हामी 100% चाहिँ एक्रुअल बेसिस अफ एकाउन्टिङमा नै जानुपर्ने हुन्छ। ओके, सो नेक्स्ट चाहिँ अब हामी फन्ड्समा जाऊँ है। रेकग्निसन एन्ड प्रेजेन्टेसन अफ फन्ड्स भने चाहिँ सो फन्ड एकाउन्टिङको थोरै कुरा गरौँ न है हामी है। फन्ड एकाउन्टिङले चाहिँ के भन्छ भन्दा अघि पनि मैले अलिकति भनेको थिएँ तपाईँहरूलाई। सो फन्ड चाहिँ तपाईँको एउटा एनजिओजमा चाहिँ तपाईँको भेरियस सोर्सेसबाट आउन सक्छ। जस्तै तपाईँको उसको आन्तरिक कोष पनि हुनसक्छ, तपाईँको डोनरबाट पनि आएको हुनसक्छ, अथवा भनौँ तपाईँको नगरपालिकाको प्रोजेक्ट्सहरू पनि गरिरहनु भएको हुनसक्छ, अथवा आफैले कुनै एउटा इन्कम जेनेरेटिङ एक्टिभिटी गरेर पनि फन्डहरू चाहिँ भनौँ न जेनेरेट भएको नि हुनसक्छ। सो फन्ड एकाउन्टिङको कन्सेप्टमा चाहिँ त्यो डिफ्रेन्ट तरिकाको फन्ड्सहरू चाहिँ हामीले तपाईँको सबैको बुक्स अफ अकाउन्ट चाहिँ सेपरेटली नै मेन्टेन गर्नुपर्छ भन्ने कुरा चाहिँ यो कन्सेप्ट रहेको छ है। सो यसको लागि चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ हामीले तपाईँको एभ्री फन्डको चाहिँ अब हामीले अहिले गरि पनि होला। जस्तै कुनै हाम्रो डोनरले चाहिँ हामीले कुनै एउटा प्रोजेक्ट एग्रिमेन्ट गऱ्यौँ भने चाहिँ हामीले त्यो डोनरको लागि स्पेसिफिक तपाईँको बुक्स अफ अकाउन्ट हाल्छौँ, स्पेसिफिक ब्याङ्क एकाउन्ट हुन्छ, सेपरेट ब्याङ्क एकाउन्ट। जस्तै एसडब्ल्युसीले चाहिँ के भन्छ भन्दा कुनै पनि प्रोजेक्ट एग्रिमेन्ट तिमीहरूले गरायो भने चाहिँ त्यसको चाहिँ तपाईँको ब्याङ्क एकाउन्ट चाहिँ छुट्टै हाल है भन्ने कुरा पनि आउँछ। त्यसको रिपोर्टिङ पनि हामीले छुट्टै नै उसलाई बुझाउनु पर्ने हुन्छ। सो त्यो हिसाबले पनि इफ हामीले चाहिँ हाम्रो मल्टिपल प्रोजेक्ट्सहरूको चाहिँ एकै ठाउँमा चाहिँ हाम्रो बुक्स अफ अकाउन्ट हालिरहेछौँ भने चाहिँ यो कन्सेप्टले चाहिँ यसलाई चाहिँ सेग्रिगेट गर है तिमीले आफ्नो बुक्स अफ अकाउन्ट तिम्रो प्रोजेक्ट अनुसार अथवा फन्डको बेसिस अनुसारले चाहिँ तिमीले बुक्स अफ अकाउन्टहरू मेन्टेन गर होइन। सो त्यसको अनुसारले तपाईँहरूको एभ्री फन्डको चाहिँ छुट्टै एसेट हुनसक्ला, छुट्टै लाइबिलिटी हुनसक्ला, छुट्टै इन्कम, छुट्टै एक्सपेन्डिचर र फन्ड ब्यालेन्सहरू पनि सेपरेट हुनसक्छ है। सो यसले चाहिँ यो फन्ड एकाउन्टिङको हिसाबमा चाहिँ फन्ड मतलब एकाउन्टिङ चाहिँ गर्नुपर्छ है भन्ने कुरा चाहिँ यसले गरेको छ। ओके, सो नेक्स्ट अब हाम्रो फन्ड्सहरू चाहिँ के कति प्रकारको रहेको छन् त यो स्ट्यान्डर्ड अनुसारले है। सो फर्स्ट चाहिँ हाम्रो अनरेस्ट्रिक्टेड फन्ड्स भन्ने चाहिँ रहेको छ है। सो यो चाहिँ हाम्रो एनएस फर एनपिएसले दिएको शब्दहरू भनेको छु है मैले। अर्को चाहिँ तपाईँको डेजिग्नेटेड फन्ड्स भन्ने चाहिँ रहेको छ। नेक्स्ट चाहिँ तपाईँको रेस्ट्रिक्टेड फन्ड्स भन्ने रहेको छ। अर्को इन्डाउमेन्ट फन्ड्स र एट द एन्डमा तपाईँको क्यापिटल रिजर्भ्स है।
सो हाम्रो एनएस र एनपिएसको मोडल फाइनेन्सियल स्टेटमेन्टले चाहिँ यो पाँचवटा तरिकाको फन्ड्सलाई चाहिँ जेनरलाइज गरेको छ है। सो अनरेस्ट्रिक्टेड फन्ड्स भन्नाले हामी के बुझ्छौँ भन्दाखेरि चाहिँ सरी जुन फन्ड्स चाहिँ हाम्रो म्यानेजमेन्ट तथा बोर्डले चाहिँ तपाईँको कसैको पनि तपाईँको भनौँ न रोकटोक बिना आफैले तपाईँको चलाउन सक्छ है। जस्तै इक्जाम्पल एनजिओजहरूको केसमा के हुनसक्छ त मेम्बरसिप फिज, तपाईँको कसैले दिएको पर्सनल डोनेसन्सहरू। सो त्यसको चाहिँ तपाईँको एनजिओले आफ्नो बोर्ड तथा म्यानेजमेन्टको डिस्क्रिप्सनमा कुनै एउटा अब्जेक्टिभमा उसले त्यो पैसा चाहिँ खर्च गर्न सक्छ है। सो त्यसको चाहिँ स्पेसिफिक यसैमा गर्नुपर्छ भन्ने कुरा चाहिँ भएन। उसले तपाईँको त्यसबाट स्यालेरी पनि दिन सक्यो, रेन्ट पनि दिन सक्यो, जे पनि गर्न सक्यो। सो त्यस्तो तरिकाको फन्ड्सलाई चाहिँ हामीले केमा क्लासिफाई गर्नुपर्ने हुन्छ त अनरेस्ट्रिक्टेड फन्ड्समा चाहिँ क्लासिफाई गर्नुपर्ने हुन्छ है। ओके, सो अनरेस्ट्रिक्टेड फन्ड्स भने सायद बुझ्नुभयो होला है, जस एनजिओको कोर एकाउन्टमा आउने फन्ड्सहरू भनौँ न, जसलाई चाहिँ तपाईँको कसैले पनि रेस्ट्रिक्सन्सहरू चाहिँ लागु छैन है। अब अर्को छ हाम्रो डेजिग्नेटेड फन्ड्स भन्ने है। अब हामीसँग हाम्रो संस्थामा कुनै एउटा सरप्लस भनौँ अनरेस्ट्रिक्टेड फन्ड्स हामीले कुनै एउटा हाम्रो भनौँ डोनेसन्सहरू आइरहेको थियो र त्यो अनुसारले हाम्रो कुनै एउटा सरप्लसहरू मेन्टेन भएर बसिरहेको थियो संस्थामा। र हाम्रो संस्थाको गभर्निङ बडी, हाम्रो संस्थाको गभर्निङ बडी भन्नाले बोर्डले चाहिँ के निर्णय गरिदियो भन्दाखेरि चाहिँ हाम्रो संस्थामा चाहिँ यतिको कोष रहेको छ र यो कोषको चाहिँ ल भनौँ ल 1 लाख रुपियाँको चाहिँ हामी कुनै एउटा स्कुलमा चाहिँ एउटा केही टोइलेट कन्स्ट्रक्सन गर्छौँ भन्ने चाहिँ बोर्डले चाहिँ निर्णय गरिदियो र त्यसको म्यानेजमेन्टले छुट्टै बजेट पनि बनायो त्यो भनौँ न आफैले सञ्चालन गर्ने कार्यक्रमको लागि। सो त्यस्तो तरिकाको अनरेस्ट्रिक्टेड फन्ड्सबाट कुनै संस्थाले आफै एउटा कार्यक्रमको लागि कुनै कोष चाहिँ उसले विभाजन गर्छ भने चाहिँ हामीले त्यसलाई चाहिँ डेजिग्नेटेड फन्ड्स भन्छौँ है। सो सुरुमा अनरेस्ट्रिक्टेड नेचरबाटै हुन्छ, त्यसलाई चाहिँ कसले तपाईँको रेस्ट्रिक्सन लगाइदियो त हाम्रो संस्थाको बोर्डले चाहिँ निर्णय गरेर चाहिँ यो 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 प्रोजेक्टमा चाहिँ हामी खर्च अथवा यो एक्टिभिटीमा चाहिँ हामी खर्च गर्छौँ है भन्ने टाइपको त्यस्तो त्यस्तो कुनै एक्टिभिटी उसले प्लान गरिदियो भने त्यसलाई हामीले डेजिग्नेटेड फन्ड्स भन्छौँ है। सो त्यसलाई रेस्ट्रिक्सन कसले लगाइदियो, संस्थाकै बोर्डले नै लगाइदियो है। ओके, सो डेजिग्नेटेड फन्ड्स पनि सायद बुझ्नुभयो होला है। अर्को चाहिँ नेक्स्ट हाम्रो छ रेस्ट्रिक्टेड फन्ड्स। अब रेस्ट्रिक्टेड फन्ड्स भनेको चाहिँ एन्टायरली हाम्रो डोनर थ्रु, हामीले कुनै पनि प्रोजेक्ट्स थ्रु चाहिँ हाम्रो डोनरसँग एग्रिमेन्ट गरे बापत आएको पैसोलाई चाहिँ हामीले सबै रेस्ट्रिक्टेड फन्ड्स भनेर चाहिँ विभाजन गर्छौँ। सो बेसिकली हाम्रो एनजिओजहरूले चलाइराख्नु भएको प्रोजेक्ट्सहरू डोनरबाट एग्रिमेन्ट गरेर तपाईँको एसडब्ल्युसीबाट अफिलिएसन सरी एप्रुभल गरेर सबै त्यो अनुसारले हाम्रो स्पेसिफिक बजेटहरू तयार गरेर टार्गेट अचिभमेन्ट सबै तयार गरेर बनाइरहेको हाम्रो प्रोजेक्ट्समा आएको फन्डलाई चाहिँ हामीले रेस्ट्रिक्टेड फन्ड्स भन्नेमा चाहिँ विभाजन गर्छौँ है। सो यो पैसाहरू चाहिँ के हुन्छ त तपाईँको डोनरले जहाँ तपाईँको भनौँ न तपाईँको बजेट दिएको हुन्छ त्यही बजेटमा मात्र हामीले खर्च गर्न पाउँछौँ, त्यो पनि डोनरको एप्रुभल बिना, अथवा डोनरले यसलाई एट द एन्डमा डोनरले पनि ओके पनि भन्नुपर्ने हुन्छ। सो यस्तो टाइपको फन्ड्सलाई चाहिँ हामीले रेस्ट्रिक्टेड फन्ड्स चाहिँ भन्ने गर्छौँ है। अनि अर्को रहेको छ इन्डाउमेन्ट फन्ड्स है। इन्डाउमेन्ट फन्ड्स भन्नाले चाहिँ अब अक्षय कोष। सो यो चाहिँ तपाईँको प्रिन्सिपल चाहिँ नमासिने तर त्यहाँबाट आएको कुनै इन्कमबाट, त्यहाँबाट आएको भनौँ अब इन्कमबाट चाहिँ तपाईँको अब कुनै कार्यक्रमको लागि सस्टेनेबिलिटी, संस्थाको सस्टेनेबिलिटी कुनै कार्यक्रमको लागि हामीले चलाउँछौँ भने चाहिँ त्यस्तो टाइपको फन्डलाई चाहिँ हामीले इन्डाउमेन्ट फन्ड्स भन्छौँ है। जस्तै स्कुलहरूको स्कलरसिप फन्ड्सहरू, स्कुलले चाहिँ अब तपाईँको कोही डोनर ल्याएर स्कुलमा चाहिँ ल म तिम्रो स्कुलको नाममा यति कम्युनिटी स्कुलको नाममा भनौँ न यति बराबरको चाहिँ म फिक्स डिपोजिट तिम्रो नाममा हालिदिन्छु र त्यहाँबाट आएको इन्कमले चाहिँ तिमीले चाहिँ त्यहाँबाट आएको इन्ट्रेस्ट इन्कमले चाहिँ तिमीले चाहिँ कुनै एउटा भनौँ न स्कलरसिप कार्यक्रमहरू चाहिँ तिमीले आयोजना गर है भन्ने टाइपको त्यस्तो टाइपको भनौँ न फन्ड्सहरू छ भने चाहिँ त्यसलाई चाहिँ हामीले इन्डाउमेन्ट फन्ड्सभित्र चाहिँ क्लासिफाई गर्नुपर्ने हुन्छ है। सो यो पनि टाइप अफ रेस्ट्रिक्टेड फन्ड्स नै भयो। सो यसको पनि एउटा सर्टेन अब्जेक्टिभको लागि चाहिँ एउटा भनौँ प्रिन्सिपल नमासिने गरी चाहिँ हामीले राखिरहेको फन्डलाई हामीले इन्डाउमेन्ट फन्ड्स भनेर चाहिँ भन्छौँ। र अर्को रहेको छ क्यापिटल रिजर्भ्स। सो यो चाहिँ अलिकति भिन्न तरिकाको फन्ड रहेको छ। यो चाहिँ हाम्रो एनएस र एनपिएच अनुसारले क्रिएट भएको एउटा सेपरेट टाइपको छ, पुँजीगत कोष भन्ने छ यसको क्यापिटल रिजर्भ्स भन्नाले। सो यो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ बेसिकल्ली तपाईँहरूको अहिले अब एनजिओसबाट पनि धेरै हाम्रो फाइनेन्सियल एडमिनको साथीहरू पनि हाम्रो जोइन हुनुभएको छ होइन। सो बेसिकली हामीले डोनरबाट कुनै प्रोजेक्टबाट हामीले सामानहरू खरिद गर्छौँ, फिक्स एसेट भनौँ न कुनै अब एसेट्सहरू खरिद गर्दाखेरि हामीले के गर्छौँ त डाइरेक्टली त्यो प्रोजेक्टमा चाहिँ कुनै ल्यापटपै खरिद गरे पनि जेसुकै खरिद गरे पनि हामीले के गर्छौँ त त्यो प्रोजेक्टमा चाहिँ त्यो खर्च लगाएर चार्ज गरिदिन्छौँ है। संस्थाको सम्पत्ति त हो तर खर्च लगाएर चार्ज गर्ने बित्तिकै हाम्रो तपाईँको ब्यालेन्स सिट अथवा भनौँ फाइनेन्सियल पोजिसनमा देखिएन त्यो
त्यो त तपाईँको फिक्स एसेट रजिस्टरमा त चढी त रहेको छ, तर तपाईँको संस्थाको फाइनेन्सियल स्टेटमेन्ट हेर्दाखेरि चाहिँ त्यस्तो प्रकारको सम्पत्ति कुनै पनि देखिएन है सुरुमा खर्च चार्ज गर्दाखेरि है। सो अब पछि तपाईँको खर्च चार्ज गर्ने बित्तिकै खर्च चार्ज भएर सकिसकेपछि भनौँ त्यो डोनरले चाहिँ तपाईँको ल यो एसेट चाहिँ तिमीहरू आफै लिऊ है, म यो फिर्ता लादिनँ, तिम्रो आफ्नै एनजिओको लागि चलाऊ है भन्ने हिसाबले केही हामीले त्यस्तो एसेट्सहरू ह्यान्डओभर गरिदियो भने चाहिँ त्यो ह्यान्डओभर गर्दाखेरि चाहिँ हामीले त्यो एसेटलाई चाहिँ फेरि रेकगनाइज गर्नुपर्ने हुन्छ है हाम्रो फाइनेन्सियल स्टेटमेन्टमा। सो त्यसको लागि चाहिँ हामीले के क्रिएट गर्छौँ त, एसेटलाई डेबिट गर्छौँ र क्यापिटल रिजर्भलाई क्रिएट गर्छौँ। सो भन्नुको मतलब पुँजीगत कोष भन्नाले चाहिँ कुनै अब संस्थामा ह्यान्डओभर भएर आएको एसेटको अगेन्स्टमा क्रिएट गरिने रिजर्भलाई चाहिँ हामीले क्यापिटल रिजर्भ्स भन्छौँ है। सो यसको हामी एसेट रेकग्निसनको कुरामा अझै फर्दर पनि कुरा गर्छौँ। सो बेसिकल्ली चाहिँ क्यापिटल रिजर्भ भन्नाले चाहिँ संस्था एसेट जुन जुन एसेट्सहरू चाहिँ ह्यान्डेड ओभर अथवा डोनेसनमा आएको संस्थाहरूको अगेन्स्टमा क्रिएट गरेको कुनै एउटा कोषलाई चाहिँ हामीले क्यापिटल रिजर्भ्स भनेर चाहिँ भन्छौँ है। सो ओके, यो अहिले मैले बेसिकली तपाईँहरूलाई टर्मिनोलोजिजहरू के कस्तो फन्ड्सलाई चाहिँ के भन्छौँ भन्ने कुरा चाहिँ अहिले हामीले गऱ्यौँ। सो अब यसमा चाहिँ अब यो फन्ड्सहरूको चाहिँ सबैको चाहिँ एकाउन्टिङ ट्रिटमेन्ट चाहिँ फेरि सेपरेट रहेको छ है। सो यसको एज नेचर वाइज चाहिँ यसको हामीले एकाउन्ट्समा चाहिँ कसरी यसलाई चाहिँ रेकगनाइज गर्नुपर्छ त भन्ने कुरा चाहिँ अलिकति डिफ्रेन्ट रहेको छ। सो फर्स्टमा चाहिँ के को कुरा गरौँ त हामी, रेस्ट्रिक्टेड फन्ड्सको कुरा गरौँ है। अब रेस्ट्रिक्टेड फन्ड्सको केसमा चाहिँ तपाईँहरूले जस्तै हामीले कुनै एउटा एनजिओले चाहिँ तपाईँको प्रोजेक्ट एग्रिमेन्ट बापत कुनै एउटा पैसा पायो अरे ल होइन, इन्कम कुनै एउटा फन्ड रिसिभ गऱ्यो भने उसले त्यो फन्ड रिसिभ गरेको बेला नै त्यो संस्थाको चाहिँ इन्कम हो भनेर चाहिँ भन्न मिल्दैन है रेस्ट्रिक्टेड फन्डको केसमा चाहिँ है। सो उसले चाहिँ कहिले इन्कम भन्नु मिल्छ त जब उसले खर्च गर्छ र त्यो खर्चको रिपोर्टिङ चाहिँ तपाईँको डोनरलाई पठाउँछ, डोनरले ल ओके डन, यसो केही डिसअलाउ गर्ने केही पनि कुरा छैन भनेपछि बल्ल उसले के गर्छ त तपाईँको त्यसलाई इन्कम भनेर चाहिँ भन्नु मिल्छ है। त्यो पनि के त खर्च बराबरको लागि इन्कम, र बाँकीलाई चाहिँ रेस्ट्रिक्टेड फन्ड भनेर चाहिँ अनस्पेन्ड ग्रान्ट जति हुन्छ नि त्यसलाई चाहिँ रेस्ट्रिक्टेड फन्ड भनेर चाहिँ प्रेजेन्ट गरेर राख्नुपर्ने हुन्छ है। सो यो चाहिँ अलिकति डिफ्रेन्ट ट्रिटमेन्ट रहेको छ है। सो भन्नाले चाहिँ जति खर्च भएको छ त्यो बराबर मात्र उसले चाहिँ इन्कम रेकगनाइज गर्न पाइयो, रेकग्निसन यो रेस्ट्रिक्टेड फन्ड्सको केसमा चाहिँ है। सो सुरुमा के गर्नु पऱ्यो, मैले यसमा जर्नल एन्ट्री पनि तपाईँहरूको लागि हाल्दैछ। सो सुरुमा चाहिँ तपाईँको फन्ड आउने बित्तिकै चाहिँ के गर्नु पऱ्यो, उसले ब्याङ्क एकाउन्ट डेबिट भइहाल्छ र रेस्ट्रिक्टेड फन्डलाई चाहिँ क्रिएट गर्ने भयो है। सुरुमै उसले तपाईँको इन्कम भनेर भन्यो, रेस्ट्रिक्टेड फन्ड चाहिँ कहाँ गएर प्रेजेन्ट भइरहेको हुन्छ त हाम्रो फाइनेन्सियल स्टेटमेन्ट फन्ड्सभित्र चाहिँ क्लासिफाई भएर बसिरहेको हुन्छ यो है। सो सुरुमै तपाईँको पैसा आउने बित्तिकै चाहिँ हामीले यसलाई इन्कम भनेर चाहिँ ट्रिट गर्न मिलेन। अब अर्को त्यो पछि तपाईँको अब खर्च हुँदै जान्छ होइन, तपाईँको अब यसको पनि अब हामीले सिस्टमेटिक बेसिसमा चाहिँ अब एभ्री मन्थली चाहिँ मन्थली अथवा हुन्छ कि क्वार्टरली हुन्छ कि तपाईँको इन्कम रेकग्निसनको एन्ट्री चाहिँ उठाउनु पर्ने हुन्छ है। सो त्यसको लागि चाहिँ हामीले के एन्ट्री पास गर्नु पऱ्यो त, रेस्ट्रिक्टेड फन्डलाई डेबिट गर्नुपर्ने भयो र रेस्ट्रिक्टेड ग्रान्ट इन्कम अथवा ग्रान्ट इन्कम रेस्ट्रिक्टेड फन्डिङ भन्ने चाहिँ क्रेडिट गर्नु पऱ्यो। यो एन्ट्रीले चाहिँ के गरिरहेको छ त हामीले इन्कमलाई रेकगनाइज गरिरहेछौँ है। भन्नुको मतलब चाहिँ जति खर्च भयो ल सपोज योपालि 50,000 खर्च भएको थियो भने 50,000 बराबरको मात्र हामीले इन्कम रेकगनाइज गर्छौँ र बाँकी पैसालाई चाहिँ रेस्ट्रिक्टेड फन्ड भनेर चाहिँ तपाईँको यो फन्ड्समा चाहिँ देखाउँछौँ है। अब यसको कन्सेप्ट चाहिँ के हो भन्दाखेरि चाहिँ तिम्रो लागि चाहिँ तिमीले चाहिँ त्यो पैसा त नेक्स्ट फिजिकल इयरमा भनौँ अब ल नेक्स्ट फाइनेन्सियल इयरमा चाहिँ कुनै त्यो स्पेसिफिक एक्टिभिटीलाई त खर्च गर्नु पऱ्यो, आजको दिनमा हामीले त्यसलाई इन्कम देखाउनु चाहिँ मिलेन है। अर्को पालि त्यसको खर्च हुनु नै छ, तपाईँको त्यहाँबाट कुनै पनि सेभिङ्सहरू यदि हुनेवाला छैन भने चाहिँ सो यसरी चाहिँ इन्कम देखाउनु पर्ने हुन्छ है। र लास्टमा भनौँ हाम्रो प्रोजेक्ट एन्ड भयो, प्रोजेक्ट एन्ड हुने केस प्रोजेक्ट पनि एन्ड भयो र सर्टेन अमाउन्ट ल 1,00,000 हाम्रो त्यो फन्डमा बाँकी रहेछ अरे भन्यो भने ल त्यसमा पनि तपाईँको डोनरले चाहिँ ल यो पैसा चाहिँ तिमीहरूले नै राख्दा हुन्छ है भनेपछि बल्ल हामीले के गर्नु पायो त त्यो सरप्लस फन्डलाई चाहिँ त्यसलाई चाहिँ अब अनरेस्ट्रिक्टेड भनेर चाहिँ इन्कमको रूपमा ट्रिट गर्न पायो कि है। सो यो चाहिँ रेस्ट्रिक्टेड फन्डको चाहिँ एक रेकग्निसन चाहिँ यो हिसाबले चाहिँ हामीले गर्नुपर्ने हुन्छ है। अर्को नेक्स्ट चाहिँ हाम्रो र नेक्स्ट चाहिँ हाम्रो अनरेस्ट्रिक्टेड फन्ड्स भन्ने रहेको छ। अनरेस्ट्रिक्टेड फन्ड भने जुन हाम्रो कोर फन्डमा आएको पैसाहरू जुनलाई चाहिँ म्यानेजमेन्ट तथा बोर्डले चाहिँ आफ्नो डिस्क्रिप्सनमा खर्च गर्न सक्छ। सो त्यसलाई चाहिँ हामीले के गर्नुपर्छ त, त्यसलाई चाहिँ तपाईँको पैसा आउने बित्तिकै डाइरेक्टली हामीले तपाईँको इन्कम भनेर देखाइदिन सक्छौँ। सो यसमा चाहिँ तपाईँको कुनै पनि खर्च बराबरको इन्कम गर्ने यताउति गर्ने केही पनि गर्नु परेन, डाइरेक्ट पैसा आयो इन्कम देखाइदिइहाल्ने है। अब यो सिनारियोमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो संस्थाको चाहिँ तपाईँको सरप्लस अथवा डेफिसिट भन्ने चाहिँ आउन सक्छ है। यो केसमा चाहिँ अनरेस्ट्रिक्टेड फन्डको केसमा चाहिँ हाम्रो रेस्ट्रिक्टेड फन्डको केसमा सरप्लस डेफिसिट जब सरप्लस चाहिँ प्रोजेक्ट एन्ड भएपछि आउन सक्छ, त्यो पनि डोनरले पैसा दियो भने भन्ने कुरा भयो। डेफिसिट चाहिँ अब
तपाईँको के गरेर डोनरले डिसअलाउ गर्यो भने आउन सक्छ भन्ने कुरा भयो। तर अनरेजिस्टर्ड फन्डको केसमा चाहिँ तपाईँको त्यहाँबाट पैसा हामीले भनौँ न कोर फन्डबाट केही पनि तपाईँको एक्सपेन्सेस भएन भने चाहिँ यो सरप्लसकै रूपमा चाहिँ हाम्रो नेक्स्ट फिजिकल इयरको लागि चाहिँ अनरेजिस्टर्ड फन्डको सरप्लस भनेर चाहिँ क्यारी फरवर्ड चाहिँ हुने भयो है। सो अब ट्याक्सको कुरा चाहिँ कहाँ आउन सक्छ त, इफ हामीले ट्याक्स एक्जेम्सन सर्टिफिकेट लिएको छैनौँ है। अब ट्याक्स एक्जेम्सन सर्टिफिकेटको चाहिँ मैले जस्तै हाम्रो अब नट फर प्रफिट संस्थाहरूले चाहिँ के तपाईँको डोनेसन चन्दा इत्यादिमा चाहिँ ट्याक्स नलाग्न ट्याक्स एक्जेम भन्नको लागि चाहिँ आइआरडीले चाहिँ एउटा सर्टिफिकेट दिएको छ, त्यसलाई हामी ट्याक्स एक्जेम्सन सर्टिफिकेट भन्छौँ। हाम्रो ट्याक्स एक्जेम्सन सर्टिफिकेट नदिने बित्तिकै चाहिँ हाम्रो के हुन्छ त, हामीले चाहिँ तपाईँको ट्याक्समा चाहिँ अनुसूची 5 भन्ने भर्नुपर्ने छ। ट्याक्स रिटर्न भर्दाखेरि नै तपाईँको त्यो सरप्लसमा चाहिँ अटोमेटिकली सिस्टमले चाहिँ आइआरडीको ट्याक्सको सिस्टमले चाहिँ हाम्रो त्यहाँबाट 25% फाइन मतलब ट्याक्स चाहिँ अटोमेटिकली त्यसले हिसाब गरिदिएको हुन्छ कि। सो यहाँ चाहिँ हामीलाई प्रब्लम पर्न सक्छ है। इफ हाम्रो संस्थाको चाहिँ भनौँ यो वर्षमा ट्याक्स एक्जेम्सन सर्टिफिकेट छैन र हामीले चाहिँ अब भनौँ यो एकाउन्टिङ स्ट्यान्डर्ड चाहिँ अप्नाइरहेको छौँ र हाम्रो कोर फन्डमा चाहिँ एउटा सिग्निफिकेन्ट अमाउन्टको अनरेस्ट्रिक्टेड डोनेसन चाहिँ हामीले पाएको छौँ, भनौँ रेन्टल इन्कम हुनसक्ला इत्यादि सर्भिस इन्कमै हुनसक्ला होइन। सो त्यो पाएको छौँ भने चाहिँ डोनेसनमै पनि तपाईँको त्यो सरप्लसमा चाहिँ ट्याक्स चाहिँ लाग्ने भयो अब है। इफ ट्याक्स एक्जेम्सन नलिएको केसमा हो, त्यो ट्याक्स एक्जेम्सन लिएको केसमा त सरप्लस देखे पनि डेफिसिट देखे पनि तपाईँको 5 क भन्ने भर्न पाइन्छ। सो त्यसको लागि चाहिँ हामी छुट्टै अर्को वेबिनार पनि एउटा गर्ने प्लान छ हाम्रो, कसरी भर्छौँ भन्ने कुरा। सो त्यो भर्ने बित्तिकै त्यसमा तपाईँको अटोमेटिक ट्याक्स आउँदैन। अरूको केसमा चाहिँ एक्जेम्सन नलिएको केसमा चाहिँ यो चाहिँ हाम्रोमा अटोमेटिकली फाइन लिइहाल्छ। सो यो स्ट्यान्डर्ड लिँदाखेरि चाहिँ हाम्रो ट्याक्स एक्जेम्सन सर्टिफिकेट चाहिँ अलिकति अनिवार्य रूपमा चाहिँ हामीले लिनुपर्ने चाहिँ अझ झन् देखियो है। ओके, सो नेक्स्ट एउटा एक्जाम्पलबाटै हेरौँ न है। सो एउटा एक्जाम्पल मैले यहाँ दिएको छु, एनजिओले चाहिँ तपाईँको डोनरसँग प्रोजेक्ट एग्रिमेन्ट साइन गर्यो है, 1 लाख रुपियाँ बराबरको ल। र फिजिकल इयर 24-25को लागि चाहिँ त्यो एनजिओले चाहिँ 70,000 बराबरको चाहिँ तपाईँको फन्ड चाहिँ रिसिभ गर्यो है। र खर्च चाहिँ 50,000 गर्यो एन्ड इन्कम एक्सपेन्डिचर रिलेटेड प्रोजेक्ट अमाउन्ट 50,000 है। र यो 50,000को इन्कम तपाईँको गरेपछि डोनरले पनि एप्रुभ गरेर ओके गरिदियो है। र त्यही फिजिकल इयरमा के भयो त, एनजिओले चाहिँ तपाईँको अनरेस्ट्रिक्ट फन्ड अथवा कोर फन्डमा भनौँ मेम्बरसिप फी चाहिँ तपाईँको मेम्बरसिप फी र डोनेसन बराबरको 30,000 बराबरको अनरेस्ट्रिक्ट फन्डमा पैसा पाएछ है। अनि त्यसमा चाहिँ तपाईँको अनरेस्ट्रिक्ट फन्डबाट चाहिँ खर्च चाहिँ 10,000 रुपियाँ चाहिँ भयो भन्ने कुरा यहाँ एउटा इक्जाम्पल सिनारीमा हामीले बनायौँ है। ओके, अब सो यसको हाम्रो ट्रिटमेन्ट कस्तो हुन्छ त, सुरुमा हामी फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्टबाटै जाउँ न है। एफएएस यसको त सायद तपाईँहरूले सुन्नु भएको होला, मैले यसमा इनडेप्थमा चाहिँ गएन। फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्ट जुन एउटा प्रोजेक्टमा चाहिँ कति पैसा आइरहेछ, कति पैसा खर्च भइरहेछ र त्यसमा चाहिँ कति बाँकी छ भन्ने चाहिँ यो एफएएस स्टेटमेन्टले देखाउँछ है। सो यसमा हेरौँ है हामी, तपाईँको पैसा आयो कति आयो चाहिँ रेस्ट्रिक्टेड फन्डको केसको कुरा गरौँ है। सो ओपनिङ फन्ड हामीसँग 0 छ, के पनि भएन। फन्ड रिसिभ कति आएको थियो हाम्रो 70,000 आएको थियो है। एक्सपेन्सेस इन्कर्ड भनेको 50,000 रुपियाँ खर्च भयो र ब्यालेन्स फन्ड रहेको छ 20,000 है। 20,000 चाहिँ कहाँ रहेको छ त, अब तपाईँको क्यास ब्याङ्क पेएबल जेमा नि हुनसक्यो, मैले चाहिँ यहाँ क्यासमा भएको रहेछ भन्ने एजम्सन राखेर यहाँ 20,000 चाहिँ क्यासमा देखाएँ है, ब्याङ्कमा देखाएँ। अब त्यस्तै गरी अनरेस्ट्रिक्टेड फन्डमा कति पैसा आएको थियो, 30,000 आयो, एक्सपेन्डिचर इन्कम 10,000 भयो, क्लोजिङ फन्ड कति रहेको छ त 20,000 रहेको छ र क्यास एन्ड ब्याङ्क ब्यालेन्स 20,000 रहेको छ। टोटलमा चाहिँ हाम्रो फन्ड रिसिभ 1 लाख रुपियाँ, एक्सपेन्डिचर 60,000 रुपियाँ, क्लोजिङ फन्ड 40,000 रुपियाँ र ब्याङ्क ब्यालेन्स चाहिँ 40,000 रुपियाँ। सो यसरी यो क्लोजिङ फन्ड चाहिँ ट्याली भयो है। सो यो चाहिँ एउटा सिम्पल एफएएस। सो एफएएसमा चाहिँ हामीले के गर्छौँ त, जति पैसा आएको छ त्यो हिसाबले हामीले यो फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्टको रिपोर्ट बनाउँछौँ है। अझै एउटा सिम्पल मैले यहाँ सिम्पल तरिकाले चाहिँ यहाँ तपाईँहरूले प्रेजेन्ट गराएको छु है। अब अर्को ट्रिटमेन्ट, अर्को अब यसको इम्प्याक्ट कहाँ हुन्छ भन्दा हाम्रो यो स्ट्यान्डर्ड अनुसारले बनाउनु पर्ने स्टेटमेन्ट अफ इन्कम एन्ड एक्सपेन्डिचर भन्ने रहेको छ है। यो 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 स्टेटमेन्टले चाहिँ के देखाउँछ भन्दाखेरि चाहिँ हाम्रो संस्थाले चाहिँ कति इन्कम आएको छ, कति एक्सपेन्स आएको छ भन्ने कुरा चाहिँ यो स्टेटमेन्टले चाहिँ हामीलाई क्ल्यारिटी दिन्छ। सो यसमा चाहिँ के गर्यौँ त, हामीले इन्कम रिसर्च एन्ड रेस्ट्रिक्टेड ग्रान्ड इन्कम भनेर कति भयो त, हाम्रो अघि 70,000 पैसा आएको थियो तर खर्च कति मात्र भएको थियो 50,000 है। सो हामीले यसमा के गर्यौँ त, ग्रान्ड इन्कम भनेर 50,000 मात्र रेकगनाइज गर्यौँ है। जति खर्च भएको छ त्यो अनुसार, जस्तै प्रोग्राम कस्ट 50,000 थियो त्यही अनुसारले 50,000 मात्र इन्कम रेकगनाइज गऱ्यौँ। र अनरेस्ट्रिक्टेड ग्रान्टमा चाहिँ तपाईँको अघि मेम्बरसिप फिज र डोनेसन्सहरू 30,000 बराबरको आएको थियो। सो टोटल इन्कम हाम्रो 80,000 भयो। एक्सपेन्सेस प्रोग्राममा 50,000, डोनर रिलेटेड कार्यक्रममा 50,000 भएको थियो, एडमिन कस्ट 10,000 भएको थियो।
र एक्सपेन्सेस 60,000 भएर सरप्लस चाहिँ हाम्रो 20,000 भनेर चाहिँ देखियो है। सो के हुन्छ त हाम्रो अनरेस्ट्रिक्टेड फन्डमा चाहिँ इफ हाम्रो केही सरप्लस केही पैसा आएको छ, एक्स्ट्रा पैसा आएको छ भने चाहिँ हामीले त्यसलाई सरप्लसको रूपमा चाहिँ देखाउनु पर्ने हुन्छ। अथवा सिमिलरली अब इफ हाम्रो अब कोर फन्डमा चाहिँ पैसा चाहिँ आएको छैन तर भनौँ एक्सपेन्डिचर चाहिँ अलि धेरै भएको छ भने चाहिँ हामीले त्यही अनुसारले डेफिसिट भन्ने चाहिँ देखाउनु पर्ने हुन्छ है। सो अर्को चाहिँ हाम्रो स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन रहेको छ है। अब यसलाई चाहिँ हामीले ब्यालेन्स सिट पनि भन्ने गरिन्छ। अब पहिला पहिला चाहिँ ब्यालेन्स सिट भन्ने गरिन्छ, अब यसलाई चाहिँ फ्यान्सी शब्दले चाहिँ स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन भन्ने शब्द आएको चाहिँ। अब अर्को पालि हाम्रो तपाईँको फाइनेन्सियल बन्दाखेरि पनि स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन भनेर चाहिँ बनाउनु पर्ने हुन्छ है हामीले। ओके, सो यसको चाहिँ प्रेजेन्टेसन यो चाहिँ मैले बेसिकली अहिले हामी अझै इन डेपमा चाहिँ के कस्तो तरिकाको चाहिँ प्रेजेन्टेसन हुन्छ भने अझै म तपाईँलाई यो चाहिँ अघिको हाम्रो सिनारीको हिसाबले। सो नन करेन्ट एसेटमा केही पनि छैन। करेन्ट एसेटमा ब्याङ्कमा कति पैसा थियो त हाम्रो अघि 20,000 रुपियाँ कोर फन्डमा थियो, 20,000 रुपियाँ रेस्ट्रिक्टेड फन्डमा थियो, 40,000 भयो। फन्ड्समा चाहिँ अनरेस्ट्रिक्टेड फन्ड्स भनेर 20,000 देखियो, भन्नुको मतलब सरप्लस जुन यहाँबाट यो सरप्लस आएको छ त्यो सरप्लसलाई चाहिँ हामीले अनरेस्ट्रिक्टेड फन्डमा चाहिँ रिप्रेजेन्ट गऱ्यौँ। र त्यस्तै गरी रेस्ट्रिक्टेड फन्ड्स भनेको चाहिँ तपाईँको कुनै प्रोजेक्टमा चाहिँ खर्च हुन बाँकी पैसा, त्यसलाई चाहिँ हामीले रेस्ट्रिक्टेड फन्ड्स भन्छौँ। रेस्ट्रिक्टेड फन्ड्समा चाहिँ हामीले स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसनमा चाहिँ रिप्रेजेन्ट गर्नुपर्ने हुन्छ है। सो त्यहाँ चाहिँ हामीले 20,000 देखायौँ, टोटल फन्ड्स चाहिँ 40,000 भनेर चाहिँ यसरी देखिन्छ है। सो तपाईँहरूले एउटा ध्यान दिनुपर्ने पर्ने कुरा चाहिँ यो स्ट्यान्डर्ड लागु हुने बित्तिकै चाहिँ प्रोजेक्टमा आएको इफ हाम्रो इन्कम प्रोजेक्टमा आएको फन्डलाई चाहिँ डाइरेक्टली इन्कमै भनेर चाहिँ राखिदिनु चाहिँ भएन। जति खर्च आएको छ त्यो खर्च बराबरको मात्र तपाईँहरूले इन्कम चाहिँ देखाउनु पर्ने हुन्छ। र त्यसको चाहिँ तपाईँको फेरि अब लास्टमा अडिट भनौँ न फाइनेन्सियल स्टेटमेन्ट मात्र मिलाउँछौँ भन्ने कुरा पनि भएन है। यो चाहिँ तपाईँको इनिसियली नै तपाईँको हाम्रो एकाउन्टिङ सिस्टममै प्र्याक्टिसै भएर आउनु पऱ्यो। तपाईँले त्यसको जर्नल एन्ट्री नै उठाएर चाहिँ राख्नुपर्ने हुन्छ। मन्थ एन्डमा चाहिँ यो प्रोजेक्ट बराबर चाहिँ यति खर्च भएको छ, त्यसलाई चाहिँ हामीले इन्कम चाहिँ एट द एन्ड अफ मन्थ अथवा विकली के हिसाबले चाहिँ हाम्रो एउटा सिस्टमको हाम्रो संस्थाको पोलिसी बनाएर चाहिँ त्यसलाई चाहिँ हामीले सिस्टमेटिक बेसमा चाहिँ हामीले राख्नुपर्ने हुन्छ। नेक्स्ट चाहिँ हामी अब यो स्ट्यान्डर्ड अनुसारले चाहिँ प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट भन्नाले हाम्रो फिक्स एसेट्स अथवा भनौँ सम्पत्तिहरू लाई चाहिँ कसरी चाहिँ यसलाई रेकग्निसन र प्रेजेन्ट गर्न सकिन्छ भन्ने कुरा यो स्ट्यान्डर्ड अनुसारले है। सो सर्वप्रथम त केलाई चाहिँ हामीले प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट भन्छौँ त भन्ने कुरा आयो है। सो प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट चाहिँ बेसिकली चाहिँ तपाईँको एउटा 1 वर्षभन्दा धेरै चल्ने सम्पत्ति है, एउटा क्राइटेरिया त्यो भयो। र त्यो सम्पत्तिले चाहिँ संस्थाले चाहिँ कुनै बेनिफिट इकोनोमिक बेनिफिट दिइरहेको छ। जस्तै अब ल्यापटप हामीले चलाएर तपाईँको भनौँ न चलाइरहेको छौँ, त्यो अनुसार काम गरेर आउँछौँ, त्यो अनुसारको हामीले सम्पत्तिलाई चाहिँ 1 वर्षभन्दा धेरै चल्ने जुनले चाहिँ सम्पत्ति संस्थालाई चाहिँ कुनै अब सर्भिस अथवा इकोनोमिक बेनिफिटको पोटेन्सियल दिएको छ र त्यसले चाहिँ हाम्रो एक्टिभिटी गर्नलाई चाहिँ सहयोग गरिरहेको छ भन्ने चाहिँ हामीले बल्ल त्यसलाई चाहिँ सम्पत्ति चाहिँ रेकगनाइज गर्नुपर्ने हुन्छ भनेको छ है। अब तपाईँको एमाउन्टको कुरा चाहिँ यसले गरेको छैन होइन। जस्तै अब तपाईँको ल 5,000 भन्दा माथिकोलाई चाहिँ हामी सम्पत्ति देखाएर जान्छौँ है भन्ने कुरा चाहिँ यो स्ट्यान्डर्डले चाहिँ गर्दैन। यदि यो क्राइटेरिया मिट हुन्छ भने चाहिँ हाम्रो संस्थाले आफ्नो पोलिसी डिभाइस गरेर राख्नु पऱ्यो है। तपाईँको ल भनौँ 10,000 भन्दा माथिको 1 वर्षभन्दा बढी हामीलाई भनौँ न अपरेसनमा आउने कुनै प्रकारको हाम्रो एसेटहरू छ भने चाहिँ त्यसलाई चाहिँ हामीले प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्टमा चाहिँ क्याटेगराइज गरेर राख्छौँ है भन्नाले चाहिँ संस्थाले आफै एउटा चाहिँ पोलिसीहरू डिफाइन गरेर राख्नुपर्ने भयो है। सो यो पनि तपाईँहरूले चाहिँ गर्नुपर्ने चिज चाहिँ यो स्ट्यान्डर्ड लागु भइसकेपछि यो पनि एउटा गर्नुपर्ने हुन्छ है। अब त्यो अनुसारले चाहिँ अब संस्थामा चाहिँ सम्पत्ति चाहिँ कहाँबाट आउँछ त भन्ने कुरा गरौँ है। हाम्रो प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट्सहरू एउटा तपाईँको अनरेस्ट्रिक्टेड फन्डबाट हामीले खरिद गर्न सक्छौँ। हाम्रै आफ्नो कोर फन्डमा कुनै एउटा फन्ड भएको छ, त्यही कोर फन्डबाट हामीले तपाईँको भनौँ न ल्यापटप मोटरसाइकल जे पनि हामीले खरिद गर्न सक्छौँ है सम्पत्ति। अर्को तपाईँको के हुनसक्छ त संस्थाले कुनै प्रोजेक्ट चलाइरहेको छ, अनगोइङ प्रोजेक्ट छ, त्यो प्रोजेक्टमा चाहिँ हामीले संस्थाले खरिद गर्न सक्छौँ। त्यो प्रोजेक्ट अन्तर्गत चाहिँ हामीले कुनै एसेट्सहरू खरिद गर्न सक्छौँ। अर्को कुरा छ प्रोजेक्ट फेज आउट भयो। प्रोजेक्ट फेज आउट भन्ने बित्तिकै डोनरले के भनिदियो त ल यो सम्पत्ति चाहिँ तिमीहरूले नै भनौँ न लिँदा हुन्छ है भन्ने टाइपको त्यस्तो ह्यान्डओभर गरिदियो भने त्यो पनि त्यहाँबाट नै हामीले सम्पत्ति चाहिँ आउन सक्छ। अर्को के भयो त कसैले चाहिँ हामीलाई सम्पत्ति इन काइन्डमा दियो, कसैले हामीले लगेर तपाईँको ल भनौँ ल्यापटप नै ल्याएर पनि हाम्रो सम्पत्तिलाई डोनेसन दिन सक्छ नि त। सो त्यसलाई पनि हामीले यो स्ट्यान्डर्ड अनुसार चाहिँ कसरी रेकगनाइज गर्ने भन्ने कुरा चाहिँ रहेको छ है। सो अब हामी सुरुमा अनरेस्ट्रिक्टेड फन्डबाट किनेको लागि के गर्छौँ भन्ने कुरा। सो यो स्ट्यान्डर्ड अनुसार चाहिँ अनरेस्ट्रिक्टेड फन्डबाट चाहिँ कुनै हामीले सम्पत्ति किन्यो भने त्यसलाई डाइरेक्टली हामीले सम्पत्ति भनेरै रेकगनाइज गरिदिने, त्यसलाई खर्च भनेर रेकगनाइज गरेर राख्नु परेन। डाइरेक्टली के गर्छौँ त ल्यापटप किनेको छैन ल्यापटपलाई तपाईँको एसेटमा देखाएर
ल्यापटपलाई पिपिई वा प्रपर्टी प्लान्ट इक्विपमेन्टको कुनै एउटा क्याटेगोरीभित्र देखाएर डाइरेक्ट त्यसलाई एसेट देखाइदिन्छौँ, त्यसलाई सिधै हाम्रो कहाँ जाने भयो त यो ब्यालेन्स सिट अथवा स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसनमा यसलाई रिफ्लेक्ट हुने भयो र हाम्रो इन्कम एन्ड एक्सपेन्डिचरमा के मात्र आउने भयो त त्यसको तपाईँको संस्थाको अनुसारको पोलिसी अनुसारले डिप्रिसिएसन चाहिँ हामीले हरेक वर्ष चाहिँ इन्कम एन्ड एक्सपेन्डिचरमा चार्ज गर्दै 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 जाने भयो। यो चाहिँ तपाईँको फर प्रफिट मेकिङ अर्गनाइजेसन जस्तै गरी ट्रिटमेन्ट छ भनौँ न, डाइरेक्टली तपाईँको एसेटलाई रेकगनाइज गरिदिइहाल्ने है। अब अर्को छ अनगोइङ प्रोजेक्टमा। अनगोइङ प्रोजेक्टमा हामीले कुनै सम्पत्ति किनेको छौँ भने त्यसलाई के गर्छौँ त हामी प्रोजेक्ट एक्सपेन्स भनेर चाहिँ त्यसलाई खर्चमै राइट अफ खर्चमै चार्ज गर्नुपर्ने हुन्छ है यो स्ट्यान्डर्ड अनुसारले चाहिँ। सो अहिले पनि हामीले त्यही नै डोनरको लागि त त्यो खर्च नै हो। डोनरले चाहिँ फेरि सम्पत्ति भनेर देखायो भने त त्यो फेरि खर्चमा देखिँदैन। सो डोनरको लागि त त्यो खर्च नै हामीले चार्ज गर्नुपर्ने हुन्छ। सो हाम्रो यो स्ट्यान्डर्डले चाहिँ के भन्छ त तिम्रो प्रोजेक्ट एग्रिमेन्ट हुन्जेल चाहिँ त्यो सम्पत्ति चाहिँ तिमीले चाहिँ पछि डोनरलाई ह्यान्डओभर पनि गर्न सक्ने स्थिति आउन सक्छ होइन। सो त्यसको लागि चाहिँ सुरुमा चाहिँ हामीले यसलाई एक्सपेन्सेस नै गरेर चार्ज गर्नै पर्ने हुन्छ है। एक्सपेन्सेस चार्ज गऱ्यौँ र साइड बाई साइड हामीले एउटा फिक्स एसेट रजिस्टर पनि मेन्टेन गरेर चाहिँ राख्नुपर्ने भयो है। अब एउटा सिग्निफिकेन्ट अमाउन्टको हाम्रो सम्पत्ति छ भने चाहिँ त्यसलाई हामीले अब नोट्स टु एकाउन्ट भन्नेमा डिस्क्लोज पनि गर्नुपर्ने हुनसक्छ। अहिलेको लागि चाहिँ हामीले के बुझौँ त प्रोजेक्टभित्र कुनै सम्पत्तिहरू हामीले खरिद गरेका छौँ भने डाइरेक्टली प्रोजेक्ट एक्सपेन्स भनेर हामीले त्यसलाई चार्ज गरिदिन्छौँ। ओके, प्रोजेक्ट एक्सपेन्स भनेर सुरुमा चार्ज गरिदियौँ, त्यो चार्ज गर्ने बित्तिकै त फेरि तपाईँको यता फाइनेन्सियल पोजिसनमा त देखिएन। सो त्यो भइसकेपछि अब हामीले फाइनेन्सियल स्टेटमेन्ट पोजिसनमा देखाउनलाई के गर्नु पऱ्यो त भन्दा जुन हाम्रो ह्यान्डओभर भएर आउँछ नि त्यसलाई चाहिँ यो स्ट्यान्डर्डले के भन्छ त फेयर भ्यालुमा चाहिँ डिफर्ड इन्कम क्रिएट गरेर चाहिँ तपाईँको सम्पत्तिलाई रेकगनाइज गर है भन्छ है। अलिकति टेक्निकल छ यो चाहिँ। सो के भन्यो त यसले सम्पत्ति तिमीलाई फेयर भ्यालु भनेको चाहिँ तपाईँको यो स्ट्यान्डर्ड अनुसारको शब्द रहेको छ। फेयर भ्यालु भनेको चाहिँ आजको दिनमा चाहिँ त्यो सम्पत्तिलाई तपाईँको डिस्पोज गर्दा अथवा बेच्दा चाहिँ कति बराबरको भ्यालु आउन सक्छ त त्यो भ्यालुमा चाहिँ तिमीले त्यो सम्पत्तिलाई रेकगनाइज गर भन्छ है। सो त्यसको लागि चाहिँ के गर त अनि डिफर्ड इन्कम देखाऊ भन्छ क्या। फेरि डिफर्ड इन्कम भनेको चाहिँ तपाईँको सुरुमा के गरौँ त डिफर्ड इन्कम भनेर ट्रिट गऱ्यौँ र त्यही अनुसारको हाम्रो बराबरको डिप्रिसिएसन र छुट्टै फेरि इन्कम पनि हामीले त्यसलाई अहिले म तपाईँहरूलाई एउटा इक्जाम्पल दिन्छु अझ क्लियर हुन्छ यो। त्यो अनुसारले हामीले ट्रिट गरेर चार्ज गर्दै 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 जानुपर्ने हुन्छ। अहिले म तपाईँलाई इक्जाम्पल दिँदा ठ्याक्कै क्लियर हुन्छ यो। अनि अर्को अल्टरनेटिभ ट्रिटमेन्ट भनेको चाहिँ तपाईँको फेयर भ्यालु अगेन्स्ट क्यापिटल रिजर्भ। अघि हाम्रो पुँजीगत कोष थियो नि, पुँजीगत कोष चाहिँ क्रिएट गर्ने है भन्ने कुरा छ है। अब यो दुईवटा ट्रिटमेन्ट चाहिँ यसले तपाईँको प्रिस्क्राइब गरेको छ है। सो बेसिकली प्रिफर गरेको ट्रिटमेन्ट चाहिँ तपाईँको डिफर्ड इन्कम नै भयो। अब क्यापिटल रिजर्भ चाहिँ कुन केसमा गर्ने भन्नुहुन्छ भने अब कसैलाई हामीलाई जग्गा नै डोनेसनमा दियो भने चाहिँ हामीले त्यसलाई अब जग्गाको तपाईँको डिप्रिसिएसन त हुँदैन। सो त्यसको लागि चाहिँ हामीले के गर्नु पर्यो त पुँजीगत कोष नै खडा गरेर चाहिँ त्यो जग्गा बराबर जग्गा डोनेसनमा आउँदाखेरि चाहिँ क्यापिटल रिजर्भ क्रिएट गरेर त्यसलाई हाम्रो फाइनेन्सियल स्टेटमेन्टमा देखाउनु पर्ने भयो। अथवा अब आजको दिनमा हामी के छौँ त आजको दिन हाम्रो 81-82को हाम्रो आय वर्ष चलिरहेको छ र हामीले अब यो स्ट्यान्डर्ड यो वर्षदेखि लागू गर्छौँ भन्ने कुरा हामीले गऱ्यौँ र आजको दिनमा हाम्रो संस्थामा त सम्पत्तिहरू त छ नि त। हामीले पहिला पहिला तपाईँको डोनरकोमा प्रोजेक्टमै खर्च चार्ज गरिरहेको छौँ। हाम्रो फिक्स एसेट रजिस्टरमा चाहिँ त्यो सम्पत्ति देखिरहेको छ, जस्तै गाडी हुनसक्ला, ल्यापटप हुनसक्छ, संस्थाको अनेक सम्पत्तिहरू हुनसक्छ। तर त्यसलाई चाहिँ हामीले अहिले आजको दिनसम्म फाइनेन्सियल स्टेटमेन्टमा चाहिँ ल्याएको छैनौँ भने त्यसलाई के गर्नु पऱ्यो त आजको दिनमा हामीले यो स्ट्यान्डर्ड लागू गर्दाखेरि चाहिँ हामीले तपाईँहरूले चाहिँ के गर्नु पऱ्यो त एउटा अब म्यानेजमेन्टले चाहिँ तपाईँको जति पनि फिक्स एसेटको सबै भेरिफिकेसन गराएर त्यसको फेयर भ्यालु चाहिँ अब म्यानेजमेन्टले एज्युम गर्ने टाइपको छ भने म्यानेजमेन्टले एज्युम गर्दा नि भयो, अथवा सकिँदैन भने भ्यालुएटरहरू पनि ल्याएर भयो भने सबै फिक्स एसेटको भ्यालुएसन गराएर त्यो बराबरको चाहिँ सम्पत्ति हामीले क्रिएट गरेर क्यापिटल रिजर्भ भन्ने चाहिँ क्रिएट गर्नुपर्ने हुन्छ है। आजको दिनमा चाहिँ हामीले यो फर्स्ट टाइम अडप्ट गर्दाखेरि चाहिँ है त्यो सम्पत्ति हामीसँग अगाडिदेखि भएको सम्पत्ति हामीले त्यसलाई रेकगनाइज नगरिरहेको भयो, तर यो स्ट्यान्डर्डको अनुसार त रेकगनाइज गर्नु पऱ्यो। सो त्यो भइसकेपछि चाहिँ फर्स्ट सम्पत्तिलाई चाहिँ क्यापिटल रिजर्भ भनेर ट्रिटमेन्ट गर्दाखेरि बेस्ट हुन्छ। सो गर्नुपर्ने नै हुन्छ यो है। अनि अर्को कुरा डोनेसन इन काइन्डमा आउनु पर्दा है, जस्तै अघि मैले कुरा गरेँ जस्तै कसैले चाहिँ ल्यापटपै हामीलाई डोनेसनलाई ल्याएर दियो भने पनि हामीले के गर्नु पऱ्यो त्यसलाई पनि डिफर्ड इन्कम भनेर चाहिँ ट्रिट गर्नुपर्ने हुन्छ है। यसको जर्नल एन्ट्री म अहिले तपाईँहरूलाई देखाउँछु है के गर्न सकिन्छ भनेर है। सो बेसिकली 4वटा केसमा चाहिँ हामीले सम्पत्तिहरू हाम्रो संस्थाले खरिद गर्दा अथवा डोनेसनमा आउँदाखेरि चाहिँ के ट्रिटमेन्ट गर्नुपर्छ भन्ने कुरा चाहिँ यो अनुसारले चाहिँ हामीले गर्न सक्छौँ है। अब हामी जर्नल एन्ट्रीतिर जाउँ है, कस्तो चाहिँ के अनुसारको ट्रिटमेन्टहरू हुन्छ त भन्ने कुरा है। सो अनरेजिस्टर्ड फन्डबाट हामीले ल्यापटप किन्यौँ 2 लाख बराबरको है। सो यसमा के हुन्छ त तपाईँको डाइरेक्ट हामीले सामान किन्ने बित्तिकै ल्यापटपलाई पिपी एकाउन्ट डेबिट, यो पिपी भन्ने बित्तिकै कहाँ गयो त हाम्रो अघि फाइनेन्सियल पोजिसनमा चाहिँ तपाईँको ब्यालेन्स सिटमा चाहिँ
तपाईँको एसेट सम्पत्ति भनेर यो देखिने भयो। यसलाई डाइरेक्ट हामीले सम्पत्ति नै देखाइदिन सक्यौँ। र एट द एन्ड अफ द हाम्रो आर्थिक वर्षको एन्डमा चाहिँ हामीले के गर्नु त डिप्रिसिएसन, ल सपोज यसको 50,000 रुपियाँ डिप्रिसिएसन छ अरे यसको भन्यो भने हामीले के गर्नु पर्यो त डिप्रिसिएसन अकाउन्ट डेबिट टु ल्यापटप गरिदिउँ। डिप्रिसिएसन चाहिँ हाम्रो इन्कम एन्ड एक्सपेन्डिचरमा खर्चको रूपमा चाहिँ चार्ज हुँदै 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 जाने भयो है। यसको चाहिँ सिम्पल तरिकाको ट्रिटमेन्ट रहेको छ। अर्को तपाईँको तपाईँको ल्यापटप चाहिँ 2 लाख बराबरको प्रोजेक्ट साथ भन्नेमा हामीले खरिद गऱ्यो अरे भने चाहिँ के गर्नु त प्रोजेक्ट एक्सपेन्सेस, प्रोग्राम एक्सपेन्सेस भनेर हामीले त्यसलाई तपाईँको त्यो प्रोजेक्टमै लगेर चार्ज गर्नुपर्ने हुन्छ। र हाम्रो इन्कम एन्ड एक्सपेन्डिचरमा नि यो एक्सपेन्समै देखिन्छ। र त्यही बराबरको हामीले एउटा छुट्टै एउटा फिक्स एसेट रजिस्टर अथवा मेमोरेन्डम रजिस्टर चाहिँ हामीले क्रिएट गरेर राख्नुपर्ने हुन्छ है। अब प्रोजेक्टबाट ह्यान्डओभर भएर आयो है। अहिलेसम्म त्यो 2 लाख रुपियाँ बराबरको सम्पत्ति थियो। ल सपोज आजको दिनमा चाहिँ म्यानेजमेन्टले त्यसको भ्यालु चाहिँ 1,50,000 छ भन्ने चाहिँ एज्युम गऱ्यौँ। भनौँ त्यो अनुसारको चाहिँ यति आउँछ है भन्ने एज्युम गऱ्यो। र त्यो चाहिँ तपाईँको रिमेनिङ लाइफ चाहिँ तपाईँको 3 वर्ष चाहिँ अझ चल्ने चाहिँ देखियो त्यो सम्पत्ति भन्यो भने चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ ह्यान्डओभर भएर आइसकेपछि चाहिँ सुरुमा ह्यान्डओभर भएर आएको दिनमा चाहिँ हामीले के एन्ट्री उठाउनु पर्यो त ल्यापटप अकाउन्ट डेबिट गर्नु पर्यो, डिफर्ड इन्कमलाई क्रेडिट गर्नु पर्यो है। सो यो हुँदा के जाने भयो त हाम्रो सम्पत्ति पनि देखियो र अर्को नन करेन्ट लाइबिलिटिजभित्र डिफर्ड इन्कम भनेर पनि देखिरहेको हुन्छ है। अब यो डिफर्ड इन्कम र अनि त्यो पछि चाहिँ हाम्रो अब डिप्रिसिएसन, ल सपोज 50,000 रुपियाँ चार्ज गर्छौँ हामीले वार्षिक रूपमा भने डिप्रिसिएसन टु पिपी गरिहाल्यौँ। त्यो अनुसारले हाम्रो यो ल्यापटपको भ्यालु 1,50,000बाट 1 लाख भयो, ठिक छ। र साइड बाई साइड अर्को एउटा एक्स्ट्रा एन्ट्री पनि गर्नु पर्यो है। के गर्नु पर्यो भन्दाखेरि चाहिँ इन्कमलाई त्यो डिफर्ड रेभेन्यू अनुसारको इन्कम पनि हामीले अब चार्ज गर्नु पर्यो कि अघि डिफर्ड भनेर डिफर्ड इन्कम भनेर चाहिँ यो ल्यापटप चाहिँ हामी 3 वर्षसम्म चलाउँछौँ, त्यो बराबरको आय त हो नि त हाम्रो सम्पत्ति त हो नि त, सरी त्यो अनुसारले त हामीले कुनै बेनिफिट त लिन्छौँ। सो त्यो अनुसारले चाहिँ हामीले के गर्यौँ त यसलाई 3 वर्षमा डिभाइड गरेर यो 50,000लाई चाहिँ जति डिप्रिसिएसन छ त्यही बराबरको इन्कम पनि हामीले रेकगनाइज गर्नुपर्ने हुन्छ। सो यसमा के गरेँ त मैले डिफर्ड इन्कम डेबिट गरेँ, त्यो अनुसारले हाम्रो यो डिफर्ड इन्कम घट्यो। र त्यही हिसाबले फेरि के गरेँ त हामीले टु डिफर्ड रेभेन्यू गरेर तपाईँको यो चाहिँ इन्कम एन्ड एक्सपेन्डिचर हामीले त्यही बराबरको इन्कम पनि देखायौँ कि इन्कम पनि देखायो एक्सपेन्डिचर पनि देखायो है। सो यो चाहिँ अलिकति टेक्निकल ट्रिटमेन्ट रहेको छ है। सो तपाईँहरूले चाहिँ के त्यस्तो कुनै प्रोजेक्टबाट ह्यान्डओभर भएर आएको सम्पत्ति रहेछ भने यो हिसाबले चाहिँ ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ है। है ओके। सो नेक्स्ट चाहिँ अब अर्को क्यापिटल रिजर्भवाला ट्रिटमेन्टमा चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ सिम्पल यही केसमा भने चाहिँ सबै डाइरेक्टली हामी टु क्यापिटल रिजर्भ भनेर गरिदिन्छौँ। अब यो क्यापिटल रिजर्भको ट्रिटमेन्ट गर्दाखेरि चाहिँ तपाईँको इन्कम एन्ड एक्सपेन्डिचर स्टेटमेन्टमा चाहिँ केही पनि तपाईँको इम्प्याक्ट पर्दैन। सो ल्यापटप अकाउन्ट डेबिट गऱ्यौँ 1,50,000ले, टु क्यापिटल रिजर्भ गऱ्यौँ 1,50,000ले, र डिप्रिसिएसन सपोज 50,000 त्यसको काट्नु पऱ्यो भने तपाईँको क्यापिटल रिजर्भ र ल्यापटपबाटै घटिराख्ने भयो, त्यो क्यापिटल रिजर्भबाटै घट्ने भयो भनौँ न। त्यसको चाहिँ इन्कम एन्ड एक्सपेन्डिचरमा चाहिँ कुनै पनि इम्प्याक्ट चाहिँ पर्दैन है। अनि अर्को सिनारियो रहेको छ हाम्रो त्यही कन्ट्रिब्युसन इन काइन्ड। सो सर्वप्रथम चाहिँ हामीले कसैले अब भनौँ न अब कुनै ल्यापटप सपोज हामीले डोनेसनमा पायौँ भने हामीले के गर्नु पऱ्यो त फर्स्टमा चाहिँ त्यसलाई तपाईँको भ्यालुएसन गर्नु पऱ्यो। म्यानेजमेन्टले चाहिँ यति चाहिँ रहेको छ है हाम्रो संस्थाको भ्यालु भनेर चाहिँ म्यानेजमेन्टले डिसाइड गर्नु पऱ्यो, ल आजको दिनमा चाहिँ यसको यो भ्यालु रहेको छ। र त्यो डिसाइड गरेपछि त्यही बराबरको चाहिँ हामीले डिफर्ड इन्कम भनेर चाहिँ ट्रिट गर्नुपर्ने भयो। सो कुनै हाम्रो एसेट डोनेसनमा आयो भने हामीले सुरुमा त्यसलाई भ्यालुएसन गरेर त्यसलाई तपाईँको एसेट रेकगनाइज गरेर र त्यही बराबरको डिप्रिसिएसन र डिफर्ड इन्कम अघि जस्तै सेम ट्रिटमेन्ट चाहिँ हामीले गर्नुपर्ने। सो डिप्रिसिएसन 50,000 डिप्रिसिएसन टु ल्यापटप गऱ्यौँ 50,000ले, र तपाईँको करेस्पोन्डिङ अमाउन्ट अफ डिप्रिसिएसनलाई चाहिँ इन्कममा पनि ट्रिट गर्नुपर्ने भयो। सो डिफर्ड इन्कम टु डिफर्ड रेभेन्यू गरेर हामीले त्यसलाई पनि इन्कम ट्रिट गऱ्यौँ है। सो यही बराबरको ट्रिटमेन्ट चाहिँ हामीले अब कुनै अब भनौँ एनजिओले चाहिँ कुनै तपाईँको डोनेसनमा लुगाहरू अथवा कुनै रिलिफ मेटेरियलहरू पनि आएको छ भने त्यसलाई पनि यही सेम चाहिँ ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ है। सो एक्सपेन्सेस डोनेसन पाउँदाखेरि हामीले एक्सपेन्सेस पनि देखाउनु पऱ्यो र डिफर्ड इन्कम पनि देखाउनु पऱ्यो है। सो त्यसको पनि हामीले भ्यालुएसन गरेर चाहिँ तपाईँको इन्कम एन्ड एक्सपेन्सेस स्टेटमेन्टमा चाहिँ चार्ज गर्नुपर्ने हुन्छ है। ओके। सो अनि यसले चाहिँ हाम्रो डिप्रिसिएसन चाहिँ कुन मेथडबाट चार्ज गर्छ भन्छ भन्दा यसले चाहिँ प्रिफर गरेको मेथड चाहिँ युजफुल लाइफ अथवा स्ट्रेट लाइन मेथड भनिन्छ है। सो युजली नेपालमा डिप्रिसिएसन चार्ज गर्ने दुईवटा मेथडबाट हुन्छ, एउटा स्ट्रेट लाइन मेथड, एउटा तपाईँको डब्लुडिबी मेथड। डब्लुडिबी मेथड भनेको चाहिँ तपाईँको हरेक वर्ष सपोज त 25% डिप्रिसिएसन भन्यौँ, हरेक वर्ष 25% त्यसलाई काट्दै 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 जाने भयो। यो युजफुल लाइफ अथवा स्ट्रेट लाइन मेथडमा चाहिँ इयर्सको बेसिसमा हामीले लाइफ चाहिँ डिटरमाइन गर्नुपर्ने हुन्छ। जस्तै मोटरसाइकलको लाइफ ल सपोज 8 वर्ष भन्यौँ, ल्यापटपको लाइफ 6 वर्ष भन्यौँ होइन, मोबाइलको लाइफ 3 वर्ष भन्यौँ, अथवा त्यही हिसाबले त्यसको चाहिँ अब तपाईँहरूले के गर्नु पऱ्यो, संस्थाले पनि एउटा पोलिसी डिभाइस गरेर राख्नु पऱ्यो।
यसले चाहिँ युजफुल लाइफबाट गर भन्छ र त्यो अनुसारले चाहिँ तपाईँहरूले चाहिँ हाम्रो आफ्नो संस्थामा चाहिँ एउटा अब स्ट्यान्डर्ड बेसमा यतिको चल्न सक्छ भन्ने हिसाबले चाहिँ तपाईँहरूले चाहिँ पोलिसी नै डिभाइड गरेर म्यानेजमेन्टले त्यसलाई बोर्डबाट पारित गरेर राख्नु पऱ्यो कि यो लाइफको यसको लाइफ यति, यसको लाइफ यति, यसको लाइफ यति भन्ने हिसाबले हाम्रो क्लासेस अफ हाम्रो संस्थामा हुनसक्ने बेसिकली एसेटहरूलाई चाहिँ क्लासिफिकेसन गरेर युजफुल लाइफ छुटाउनु पर्ने हुन्छ है। यसको चाहिँ युजफुल लाइफ यति हुनसक्छ भन्ने हिसाबले। अनि त्यो अनुसारले हाम्रो डिप्रिसिएसन काट्दै जान्छौँ। अब इक्जाम्पलको लागि यो युजफुल लाइफको मैले एउटा फर्मुला हालिदिएँ, जस्तै 2 लाख बराबरको तपाईँको ल युजफुल लाइफ सपोज 5 वर्ष रहेको छ भने यसको डिप्रिसिएसन कति हुन्छ त 2 लाख डिभाइडेड 5 गरेर 40,000 चाहिँ हामीले हरेक वर्ष त्यसको 40,000 रुपियाँ हाल्दै जानुपर्ने हुन्छ। र अहिले अर्को के पनि भन्छ त म्यानेजमेन्टले चाहिँ युजफुल लाइफको चाहिँ एसेसमेन्ट चाहिँ हरेक वर्ष गर्नुपर्छ है भन्ने कुरा पनि गर्छ। सो हामीले इनिसियली लाइफ चाहिँ 5 वर्ष हालेको थियौँ, तर ल्यापटप अझै भनौँ न ल 5 वर्षपछि पनि अझै 4 वर्ष चल्न सक्ने देखियो भने त्यसलाई हामीले रिभ्यालुएसन गरेर त्यसको तपाईँको युजफुल लाइफ पनि रिभाइज पनि गर्न सक्छौँ है। सो यो यो त्यो गर्ने तपाईँको पोलिसी पनि यो स्ट्यान्डर्डले चाहिँ दिएको छ है। अनि फिक्स एसेटमै कुरा गर्दै जाँदा अर्को एउटा शब्द चाहिँ यसले के घुसाएको छ त इम्पेयरमेन्ट भन्ने शब्द पनि यसले ल्याएको छ है। अब इम्पेयरमेन्ट भन्नाले चाहिँ के बुझिन्छ भन्दाखेरि चाहिँ तपाईँको तपाईँको ल कुनै सम्पत्तिमा चाहिँ एउटा सिग्निफिकेन्ट लस भयो अरे, मतलब ड्यामेज भयो अरे ल भनौँ ल्यापटप हामीसँग थियो, लाइफ हामीले अज्युम गरेको थियो 5 वर्ष, र 3 वर्षपछि यो ल्यापटप बिग्रियो र थाहा भयो कि के भयो यसको ऱ्याम चाहिँ एउटा चेन्ज गर्नुपर्छ, तर त्यो चेन्ज गरे पनि यसको 1 वर्ष मात्र चल्छ है भन्ने कुरा चाहिँ हामीलाई थाहा भयो अरे क्या सपोज है। त्यो केसमा चाहिँ हामीले के गर्नु पर्यो त डिप्रिसिएसन भन्दा नि त्यसलाई इम्पेयरमेन्ट भन्ने शब्दबाट चाहिँ त्यसलाई इम्पेयरमेन्ट एक्सपेन्सेस भनेर चाहिँ चार्ज गरिदिनु पर्ने हुन्छ है। कुनै सिग्निफिकेन्टली ड्यामेज भयो, अब हामीले लाइफ नै तपाईँको घट्ने हिसाबले ड्यामेज भयो भने चाहिँ त्यसलाई इम्पेयरमेन्ट एक्सपेन्सेस अथवा भनेर चाहिँ हामीले हाम्रो इन्कम एन्ड एक्सपेन्डिचर स्टेटमेन्टमा चाहिँ यो शब्द चाहिँ हामीले हाल्नुपर्ने हुन्छ है। सो बेसिकली यसको एन्ट्री पनि जस्तै यो एक्जाम्पलको लागि एउटा मेडिकल इक्विपमेन्ट थियो 2,50,000को र रिपेयर चाहिँ अब हुँदैन भन्ने कुरा चाहिँ हामीलाई थाहा भयो र यसलाई बेच्दाखेरि हामीले 50,000 मात्र पायौँ भने चाहिँ यो 2 लाख रुपियाँ बराबरकोलाई चाहिँ के गरौँ त हामीले डिप्रिसिएसन भन्दा यसलाई इम्पेयरमेन्ट भनेर चाहिँ इम्पेयरमेन्ट एक्सपेन्सेस भनेर चार्ज गरिदिउँ र त्यही बराबरले हामीले त्यो इक्विपमेन्टको भ्यालु पनि त्यही बराबरले हामीले घटाइदिउँ है। सो यसलाई चाहिँ हामीले इम्पेयरमेन्ट भन्ने शब्द युज गऱ्यौँ है। चाहिँ अब हाम्रो फाइनेन्सियल स्टेटमेन्टमा चाहिँ के चिज बनाउनु पर्छ त र त्यसको टेम्प्लेटहरू के कस्तो रहेको छ त देखाउन चाहन्छ है। ओके, सो फाइनेन्सियल स्टेटमेन्ट भनेर अघिदेखि मैले फाइनेन्सियल स्टेटमेन्ट भनेर भनिरहेको थिएँ। सो यो चाहिँ हामीले के बुझ्नु पऱ्यो भन्दा डोनरलाई रिपोर्ट गर्ने स्टेटमेन्ट होइन, जुन हामीले अडिट गर्छौँ नि, अडिट गर्दाखेरि हाम्रो जेनरल पर्पज फाइनेन्सियल स्टेटमेन्ट जुन हाम्रो ट्याक्समा बुझाउँछौँ, एसडब्ल्युसीमा बुझाउँछौँ, अन्य कुनै निकायहरूमा बुझाउँछौँ, सो त्यो स्टेटमेन्ट्सको है त्यसमा चाहिँ के हुन्छ के पर्ने हुन्छ त भन्दा एउटा चाहिँ स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन है, अघि ब्यालेन्स सिट भइहाल्यो यो। अर्को चाहिँ स्टेटमेन्ट अफ इन्कम एन्ड एक्सपेन्डिचर, आय व्ययको विवरण, यो आर्थिक यो फेरिसेलरमा हामीले कति इन्कम पायौँ कति एक्सपेन्स पायौँ भन्ने कुरा चाहिँ यो स्टेटमेन्ट अफ इन्कम एन्ड एक्सपेन्डिचर देखाउँछ। अर्को चाहिँ स्टेटमेन्ट अफ चेन्जेस इन रिजर्भ्स है। सो प्राय अरू फर प्रफिट मेकिङ कम्पनीजतिर हामीले के भन्छौँ स्टेटमेन्ट अफ चेन्जेस इक्विटी भन्ने शब्द युज गरिन्छ भने यहाँ चाहिँ हामीले के युज गर्नु पर्यो त स्टेटमेन्ट अफ चेन्जेस इन रिजर्भ्स भन्ने शब्द चाहिँ हामीले युज गर्नु पऱ्यो है। सो यो स्टेटमेन्टले चाहिँ के देखाउँछ त हाम्रो कोषहरू अघिको हाम्रो फन्ड्सहरू थियो नि, रेस्ट्रिक्टेड फन्ड, अनरेस्ट्रिक्टेड फन्ड, क्यापिटल रिजर्भमा चाहिँ के कतिको परिवर्तनहरू आइरहेछ त भन्ने कुरा चाहिँ यो स्टेटमेन्ट अफ चेन्जेस इन रिजर्भ चाहिँ देखाउँछ है। अर्को नेक्स्ट भनेको स्टेटमेन्ट अफ क्यास फ्लोज, यसले चाहिँ तपाईँको यो कुनै एउटा आर्थिक वर्षमा चाहिँ कति पैसा आइरहेछ कति पैसा गइरहेछ, कुन कुन एक्टिभिटिजहरूमा के कसरी खर्च भइरहेछ भन्ने कुरा चाहिँ देखाउँछ। अनि अर्को रहेको छ सिग्निफिकेन्ट स्टेटमेन्ट अफ अकाउन्टिङ पोलिसिज एन्ड नोट्स टु फाइनेन्सियल स्टेटमेन्ट्स है। सो यसले चाहिँ तपाईँको क्वालिटेटिभ इन्फर्मेसन प्लस पोलिसी वाइज इन्फर्मेसन पनि दिन्छ है। जस्तै हामीले अघि यो ट्रिटमेन्टकै कुरा गऱ्यौँ, रेजिस्ट्रेड फन्डमा चाहिँ यसरी यसरी इन्कम बराबरको एक्सपेन्स मात्र हालिरहेको छौँ, एक्सपेन्स बराबरको इन्कममा ट्रिट गरेर छौँ, सम्पत्ति भनौँ डोनेसनबाट आएको सम्पत्तिलाई यसरी ट्रिट गरेर छौँ, हाम्रो डिप्रिसिएसन रेटहरू लाइफ युजफुल लाइफहरू यति यति रहेको छ, प्रोजेक्ट्सहरू यो सञ्चालनमा छ भन्ने कुराहरू चाहिँ सबै हामीले कहाँ देखाउँछौँ त स्टेटमेन्ट अफ अकाउन्टिङ पोलिसी एन्ड नोट्स टु फाइनेन्सियल स्टेटमेन्ट। अब पहिले चाहिँ हामीले के गरेर थियो यसलाई अलिकति तपाईँको लास्टमा एक पाना एउटा नोट्स टु अकाउन्ट बनाउने चलन थियो, अनि त्यो चाहिँ तपाईँको ट्याक्समा बुझाउँदैन थियो कहिले पहिले बुझाउँदैन थियो। अहिले चाहिँ यसले चाहिँ अकाउन्टिङ पोलिसी नोट्सलाई चाहिँ एकदम अलिकति इम्पोर्टेन्स दिएको छ है। सो चाहिने डिस्क्लोजर जति सबै हामीले कहाँ दिनुपर्ने हुन्छ त नोट्स टु फाइनेन्सियल स्टेटमेन्ट चाहिँ हामीले डिस्क्लोजर्सहरू चाहिँ दिनुपर्ने हुन्छ है। सो पहिले जस्तै हामीले फाइनेन्सियल स्टेटमेन्ट बनाउँदाखेरि सेड्युल भनेर बनाउँथ्यो नि, सो यसमा चाहिँ हामीले के बनाउनु पर्ने हुन्छ त नोट्स टु फाइनेन्सियल स्टेटमेन्टमा चाहिँ त्यो सबै कुराको डिस्क्रिप्टिभ चाहिँ सबै नोट्समा नै देखिने भयो है। सो अहिले म तपाईँहरूलाई एउटा टेम्प्लेट पनि देखाउँला यसको। अर्को चाहिँ हामीले के बनाउनु पर्छ त यसमा एक्स्ट्रा भन्ने कुरा चाहिँ
प्रोजेक्ट लेभलमा है, अब हामीले अघि हाम्रो रेस्ट्रिक्टेड फन्ड्सको कुरा गरेर थियौँ, प्रोजेक्ट लेभलको रिपोर्टिङ गर्दाखेरि चाहिँ हामीले एक्स्ट्रा दुईवटा स्टेटमेन्ट्सहरू, एउटा चाहिँ फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्ट एफएएस पनि भन्छौँ यसलाई, र स्टेटमेन्ट अफ बजेट भेरिएन्स अथवा बजेट भर्सेस एक्सपेन्डिचर रिपोर्ट पनि हामीले तयार पार्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँको प्रोजेक्ट एग्रिमेन्ट भन्दा पनि प्रोजेक्ट वाइजको भनौँ न। सो यो स्टेटमेन्टहरू पनि हामीले तयार पार्नुपर्ने हुन्छ है। सो बेसिकली बनाउनु पर्ने कि यही स्ट्यान्डर्ड्सहरू रहेको छ। अब के हुन्छ त, यो अनुसारले चाहिँ सबै सबै संस्थाको नै यही स्टेम नै बन्छ, र यसले एउटा मोडल एउटा टेम्प्लेट दिएको छ, त्यो पनि सबैको चाहिँ शब्दावलीहरू पनि सबै एउटै नै आउने गर्छ है। अब शब्दावलीहरूको कुरा गर्दै जाँदा म शब्दावलीहरू के कस्तो आउँदो रहेछ तपाईँहरूले सरसर्ती देखाइदिइहाल्छु है। सो नन करेन्ट एसेट्स भन्ने शब्द दिएको छ यसले। नन करेन्ट एसेट्स भन्नाले चाहिँ कुनै पनि तपाईँको सम्पत्ति 1 वर्षभन्दा धेरै तपाईँको क्यासमा कन्भर्ट हुनलाई टाइम लाग्ने, अथवा 1 वर्षभन्दा बढी त्यसले अपरेसनमा आउने सम्पत्तिहरूलाई चाहिँ, अथवा भनौँ हामीलाई आम्दानी दिने सम्पत्तिलाई चाहिँ हामीले नन करेन्ट एसेटमा लाएर क्लासिफाई गर्नुपर्ने हुन्छ है। क्यास कन्भर्ट हुन 1 वर्षभन्दा धेरै टाइम लाग्ने सम्पत्ति है। सो यसको इक्जाम्पलमा यसमा के पर्ने भयो त, ब्रोड क्लासिफिकेसनमा प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट, यसको हामीले कुरा गरिहाल्यौँ। अर्को इन्टेन्जिबल एसेट पनि पर्ने भयो है। जस्तै हामीले सिग्निफिकेन्ट कुनै सफ्टवेयरमा इन्भेस्टमेन्ट गरेको छौँ, अथवा भनौँ हाम्रो एउटा सफ्टवेयर बनाउनलाई अथवा कुनै वेबसाइट डेभलप गर्नलाई नै 5-6 लाखको खर्च भएको छ भने त्यसले त हामीलाई लङ टर्म बेनिफिट दिन्छ नि, त्यसलाई पनि हामीले के गर्नुपर्ने हुन्छ त, सम्पत्ति भनेर इन्टेन्जिबल एसेट भनेर चाहिँ देखाउनु पर्ने हुन्छ है। अर्को चाहिँ इन्भेस्टमेन्ट प्रपर्टी भन्ने शब्द छ है। अब यो यसमा चाहिँ कस्तो क्लासिफिकेसन जाने भयो भन्दाखेरि चाहिँ हामीले कुनै पनि तपाईँको बिल्डिङ अथवा रियल स्टेट चाहिँ हामीले एनजिओ अथवा एनपिओले चाहिँ आफ्नो नाममा छ, र त्यसबाट चाहिँ हामीले आय आर्जन गरिरहेछौँ, अथवा त्यसको चाहिँ हामीले एप्रिसिएट गरेर बेच्ने हाम्रो प्लान छ भने चाहिँ त्यसलाई चाहिँ हामीले यो पिपिईमा नदेखाएर इन्भेस्टमेन्ट प्रपर्टीमा चाहिँ क्लासिफाई गरेर देखाउनु पऱ्यो है। कुनै एनजिओले चाहिँ तपाईँको भनौँ बिल्डिङ छ हाम्रो एउटा एनजिओको, बिल्डिङबाट चाहिँ उसले आम्दानी रेन्टल इन्कमहरू कलेक्ट गरिरहेछ भने चाहिँ त्यसलाई चाहिँ हामीले यो त्यो बिल्डिङलाई चाहिँ बिल्डिङ भन्ने बित्तिकै हामीले प्रपर्टी प्लान इक्विपमेन्ट बुझ्छौँ नि। सो त्यहाँ क्लासिफाई नगरिकन कहाँ क्लासिफाई गर्नु पऱ्यो, त्यसलाई इन्भेस्टमेन्ट प्रपर्टीभित्र चाहिँ क्लासिफाई गर्नुपर्ने हुन्छ है। अर्को चाहिँ लङ टर्म इन्भेस्टमेन्ट चाहिँ, अब यो चाहिँ तपाईँको अब सेयर्सहरूमा इन्भेस्टमेन्ट, अब यो चाहिँ तपाईँको जेनरल एनपिओमा लागु हुने भएको भएर अब एनजिओज आइएनजिओज जेनरल एनपिओजहरू, अब जेनरल जुन प्रफिट नट मेकिङ एन्टिटिजहरूको लागि बनेको स्ट्यान्डर्ड भएर यसमा त्यो इन्भेस्टमेन्टहरू शब्दहरू पनि यसमा घुसाइदिएको छ है। इन्भेस्टमेन्ट, अहिले हाम्रो ब्याङ्क ओभरड्राफ्ट लोन्स भन्ने शब्दहरू पनि आउँछ। सो बेसिकली कुनै एनजिओले लङ टर्म इन्भेस्टमेन्ट, फिक्स डिपोजिटमै इन्भेस्टमेन्ट गरेको छ 1 वर्षभन्दा धेरैको होइन, त्यस्तो टाइपको छ भने चाहिँ हामीले लङ टर्म इन्भेस्टमेन्टमा चाहिँ लगेर त्यसलाई क्लासिफाई गर्नुपर्ने हुन्छ है। यो बाहेक अरू के छ भने चाहिँ अदर नन करेन्ट एसेट्स भन्ने बेला क्लासिफाई गर्नुपर्ने हुन्छ। त्यस्तै गरी करेन्ट एसेट्सको कुरा गऱ्यो भने करेन्ट एसेट भनेको 1 वर्षभित्र त्यसलाई क्यासमा कन्भर्ट हुन सक्ने अथवा त्यसलाई चाहिँ कन्ज्युम गर्न सक्ने टाइपको सम्पत्तिलाई चाहिँ करेन्ट एसेट्स भनेर भन्छौँ है। त्यसमा के पऱ्यो त, इन्भेन्ट्रिजहरू पऱ्यो है। इन्भेन्ट्रिज भन्नाले चाहिँ अब यो एनएस र एनपिओज अनुसारले चाहिँ इन्भेन्ट्रीको चाहिँ अलिकति छुट्टै डिफिनेसन रहेको छ है। जेनरली हामीले अब हाम्रो एनपिओजमा के बुझ्छौँ त, इन्भेन्ट्री भन्ने बित्तिकै तपाईँको जुन हाम्रो रिलिफ मेटेरियलको स्टकहरू, अब तपाईँको स्टेसनरीको स्टकहरू यताउति हेर्ने बुझिन्छ नि तपाईँको जेनरल भाषामा। सो यसले चाहिँ इन्भेन्ट्री भने के भन्छ त, जुन सामान चाहिँ तिमीले बेच्नको लागि राखेको छौ अथवा कन्ज्युम गर्न भनौँ प्रोडक्सन गर्नको लागि, त्यहाँबाट कुनै सामान बनाएर त्यसलाई बेच्नको लागि राखेको छौ भने मात्र त्यसलाई इन्भेन्ट्रीमा क्लासिफाई गर्नुपर्ने हुन्छ है। जुन हाम्रो जेनरल त्यस्तो टाइपको जुन हाम्रो रिलिफ मेटेरियल यताउतिको स्टक चाहिँ हामीले एक्सपेन्सेसमै लगेर ट्रिट गर्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँको बेच्नको लागि आय आर्जन गरेर कुनै हाम्रो स्टकहरू हाम्रो राखेको छौँ भने त्यसलाई हामीले इन्भेन्ट्रीमा क्लासिफाई गर्नुपर्ने हुन्छ है। अर्को चाहिँ एकाउन्ट रिसिभेबल भनेको जति पनि हाम्रो पाउनुपर्ने पैसाहरू, अब डोनर रिसिभेबल हुनसक्ला, तपाईँको कोही स्टाफ एडभान्सेस यताउति सबै हामीले यो एकाउन्ट रिसिभेबल्सभित्र चाहिँ क्लासिफाई गर्नुपर्ने हुन्छ। अनि अर्को चाहिँ क्यास एन्ड क्यास इक्विभ्यालेन्ट है। अब यो चाहिँ तपाईँको क्यास ब्यालेन्स, ब्याङ्क ब्यालेन्स, अब तपाईँको जुन त्यही हाइली लिक्विड क्यासहरू सबै यसलाई चाहिँ हामीले क्यास एन्ड क्यास इक्विभ्यालेन्समा लगेर हाल्नुपर्ने हुन्छ है। अब फिक्स डिपोजिटमा पनि तपाईँको भनौँ अब अर्को आर्थिक वर्षको 2 महिनामै त्यो फिक्स डिपोजिट मेचर हुन लागेको छ, र म्यानेजमेन्टको चाहिँ केही तपाईँको त्यो फिक्स डिपोजिट रिन्यू गर्ने प्लान पनि छैन, के पनि छैन भने त्यसलाई कहाँ हाल्नु पऱ्यो त, हामीले क्यास एन्ड क्यास इक्विभ्यालेन्सभित्र हामीले करेन्ट एसेटभित्र लगेर चाहिँ क्लासिफाई गर्नुपर्ने हुन्छ है। सो बेसिकली यही 3टा क्लासिफाई गरेर चाहिँ यो बाहेक अरू के छ भने चाहिँ अदर करेन्ट एसेट्स भन्नेमा लगेर चाहिँ हामीले क्लासिफाई गर्न सक्छौँ है। ओके, एसेट्सको क्लासिफिकेसन यही भयो, नन करेन्ट एसेट्स, करेन्ट एसेट्स। अब अर्को तपाईँको नन करेन्ट लायबिलिटिजमा चाहिँ, अब नन करेन्ट लायबिलिटिज भन्नाले चाहिँ तपाईँको दायित्वहरू 12 महिना पछि तिर्नुपर्ने दायित्वहरूलाई चाहिँ हामीले नन करेन्ट लायबिलिटिजमा क्लासिफाई गर्छौँ। अब त्यसमा चाहिँ के दिएको छ त, यसले जेनरल शब्द भनेको एउटा लोन्स एन्ड बोरोइङ्स दिएको छ, कुनै लोन्सहरू लिएको छौँ भने टर्म लोन्सहरूले क्लासिफाई गर्छ। एउटा एम्प्लोइ बेनिफिट लायबिलिटिज भन्ने चाहिँ हाम्रो इम्प्लोइजहरूलाई तिर्नुपर्ने कुनै दायित्वहरू। अब के हुनसक्छ त, यदि संस्थाले आफैले नै तपाईँको
ग्रेच्युटी फन्ड क्रिएट गरेको चाहिँ सिआइटीतिर नहालिकन संस्थाको आफ्नै एउटा कोष छ, त्यहाँबाट चाहिँ ग्रेच्युटी दिन्छु भनेर आएको छ भने त्यो एउटा त्यहाँ पढ्न सक्छ। अर्को चाहिँ तपाईँको लिभ इन्क्यासमेन्टको बेनिफिट्सहरू, जुन चाहिँ संस्थाले स्टाफले छोड्दाखेरि दिनुपर्ने कुनै त्योहरू पढ्न सक्छ। र डिफर्ड रेभेन्यू भनेको अघि हामीले कुरा गरे अनुसारले जुन तपाईँको एसेटको अगेन्स्टमा क्रिएट भएको पनि भयो, अथवा कुनै तपाईँको रेभेन्यू रेकगनाइज गर्न बाँकीलाई पनि हामीले यहाँ नन करेन्ट लाइबिलिटी भनेर देखाउनु पर्ने हुन्छ। अघि हामीले एसेट क्रिएट गरेर डिफर्ड इन्कम क्रिएट गरेको थियौँ, त्यो पनि यहीँ आएर नै देखिने भयो है। अर्को चाहिँ अब चालु दायित्व भनेको करेन्ट लाइबिलिटिज। करेन्ट लाइबिलिटिजमा के हुने भयो त, तपाईँको 12 महिनाभित्र पैसा तिरिसक्नुपर्ने दायित्वहरूलाई चाहिँ हामीले करेन्ट लाइबिलिटिज भनेर भन्यौँ होइन। अब यसमा के पर्ने भयो त, एकाउन्ट पेएबल, जति पनि ट्याक्स पेएबल, टिडिएस पेएबल, सप्लायर पेएबल, वेन्डर पेएबल, त्यो सबै पेएबल्सहरूले चाहिँ हामीले एकाउन्ट पेएबलमा लगेर चाहिँ क्लासिफाई गर्नुपर्ने हुन्छ। लोन्स एन्ड बोरोइङ्स तपाईँको अब ओभरड्राफ्ट लोन यताउति के छ भने सर्ट टर्म लोन्सहरू चाहिँ यहाँ क्लासिफाई हुने भयो। त्यसै गरी प्रोभिजन्सहरू, अब प्रोभिजन फर ट्याक्स, प्रोभिजन फर डाउटफुल डेब्ट, कुनै हामीले खर्चको प्रोभिजन्सहरू क्रिएट गराइरहेछौँ भने त्यो प्रोभिजन्स पनि यहाँ हामीले राख्नुपर्ने हुन्छ छुट्टै। र अर्को चाहिँ ब्याङ्क ओभरड्राफ्ट भइहाल्यो, यो चाहिँ अब इफ छ भने मात्र। सो बेसिकली क्लासिफाई चाहिँ यही करेन्ट लाइबिलिटिज, नन करेन्ट लाइबिलिटिज भनेर यो अनुसारले हाम्रो ब्रोड क्याटेगोरिजमा क्लासिफाई हुने भयो है। सो सबैको शब्दमा यही नै शब्दहरू आउने भयो। अब कसैको ब्याङ्क ओभरड्राफ्ट छ भने यो नराख्दा नै भयो, लोन्स एन्ड बोरोइङ छैन भने यो पनि नराख्दा नै भयो, तर जेनरली आउने शब्दहरू चाहिँ यही नै भयो। फन्ड्सको चाहिँ अघि नै हामीले कुरा गरेको थियौँ, 5वटा तरिकाले फन्ड्सलाई विभाजन गरेको छ है, त्यो पनि यसकै स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसनकै पार्ट भयो। अब अर्को शब्द भनेको यहाँ इन्कम एन्ड एक्सपेन्डिचर आउने शब्द चाहिँ, इन्कमलाई चाहिँ इन्कमिङ रिसोर्सेस भन्ने एउटा शब्द दिएको छ है यसले। इन्कमिङ रिसोर्सेस भन्नाले चाहिँ के भयो त, एनजिओले आफ्नो अब्जेक्टिभ अनुसारले जति पनि आय आर्जन गरिरहेको छ त्यसलाई चाहिँ हामीले इन्कमिङ रिसोर्सेस, ब्रोड क्याटेगोरीमा इन्कमिङ रिसोर्सेस भनेर चाहिँ क्लासिफाई गर्नुपर्ने हुन्छ है। सो त्यसमा चाहिँ अब तपाईँको ग्रान्ट इन्कम, तपाईँको भनौँ न मेम्बरसिप फिजहरू इत्यादि अब्जेक्टिभ अनुसारले भएकोहरू सबै यहाँ हामीले पार्ने भयो। अब त्यसै गरी फाइनेन्सियल इन्कम भन्ने चिज छ है। फाइनेन्सियल इन्कममा चाहिँ हामीले तपाईँको इन्ट्रेस्ट इन्कम है, अथवा अब डिभिडेन्ड इन्कम, यताउति तपाईँको इन्भेस्टमेन्टबाट आएको इन्कम छ भने चाहिँ हामीले फाइनेन्सियल इन्कममा लगेर क्लासिफाईहरू गर्नुपर्ने हुन्छ। अनि अर्को अदर इन्कम भनेको चाहिँ तपाईँको रेगुलर एक्टिभिटी बाहेक अरू कुनै एक्टिभिटीबाट चाहिँ हामीले इन्कम जेनेरेट गरिरहेको छौँ भने चाहिँ त्यसलाई चाहिँ अदर इन्कम भनेर चाहिँ भन्नुपर्ने हुन्छ है। अब त्यसमा के पर्न सक्छ त, अब तपाईँको डिस्पोज एसेट, सेल अफ एसेट होइन, अब कुनै अब सम्पत्तिहरू बेचेर स्क्रैप गरेर आएको सम्पत्तिहरू यताउतिहरू चाहिँ सबै अदर इन्कममा लगेर हामीले क्लासिफाई गर्नुपर्ने हुन्छ है। सो बेसिकली इन्कमको क्लासिफिकेसन यही 3टा ब्रोड क्याटेगोरिजमा दिएको छ यसले। अनि एक्सपेन्सेसहरूलाई पनि एउटा स्टाफ कस्ट भनेर क्लासिफाई गरेर छ। स्टाफ कस्टमा चाहिँ तपाईँको स्टाफसँग रिलेटेड स्यालेरी, बोनस, अब स्टाफ ट्रेनिङ यताउति स्टाफसँग रिलेटेड डाइरेक्ट कस्टहरू चाहिँ सबै हामीले स्टाफ कस्टमा लगेर क्लासिफाई गर्नुपर्ने हुन्छ। र त्यस्तै गरी तपाईँको प्रोग्राम एक्सपेन्सेस भनेको चाहिँ प्रोग्रामसँग रिलेटेड कस्टहरू, त्यो अर्गनाइजेसनको प्रोग्रामहरू डेलिभरी गर्नलाई चाहिने कस्टहरू चाहिँ सबै प्रोग्राम एक्सपेन्सेसमा लगेर हाल्नुपर्ने हुन्छ। अनि जेनरल एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भन्नाले चाहिँ अब कुनै पनि अब एडमिन एक्सपेन्स है, रेन्ट, अफिस, कन्सल्टेन्सी फी यताउति, अडिट फी भयोहरूको सबै जेनरल एडमिनिस्ट्रेसनमा राख्नुपर्ने हुन्छ। र अर्को चाहिँ डिप्रिसिएसन भनेको हाम्रो जुन अघि डिप्रिसिएसन एन्ड एमोर्टाइजेसन पनि भनौँ, इन्टेन्जिबल एसेटलाई, यो चाहिँ डिप्रिसिएसनमा क्लासिफाई गर्नुपर्ने भयो। र यो भित्र केही पनि नपर्ने चाहिँ हामीले अदर एक्सपेन्डिचरमा लगेर चाहिँ क्लासिफाई गर्नुपर्ने हुन्छ है। कुनै त्यस्तो लसहरू भयो भने चाहिँ हामीले अदर एक्सपेन्डिचरमा लगेर क्लासिफाई गर्नुपर्ने हुन्छ। अब यो गर्दाखेरि के भयो त, हाम्रो संस्थाले अब स्टाफ कस्ट जति सबै हामीले स्टाफ रिलेटेड यहाँ कस्टहरू चाहिँ यहीँ रहेर राख्नुपर्ने। अब त्यसको लागि चाहिँ हाम्रो अब चार्ट अफ एकाउन्ट नै बन्न नै जरुरी भएको, अघि मैले कुरा गरेर थिएँ। संस्थाको यदि चार्ट अफ एकाउन्ट भनौँ न, एनजिओले आफ्नो चार्ट अफ एकाउन्ट डेभलप गरेको छैन भने त यो अनुसारले त उसले क्लासिफिकेसन गर्नै सक्दैन, किनकि डोनरहरूको छुट्टा छुट्टै आफ्नो एक्टिभिटी हेडहरू हुन्छ। अब स्टाफ कस्ट पनि अब हामीले कतै प्रोजेक्टतिर लगेर हालेको हुनसक्छौँ, के हाले हुनसक्छ, यसले चाहिँ तपाईँको ठ्याक्कै स्टाफ कस्ट भनेको स्टाफसँग रिलेटेड कस्ट यहाँ हाल है भन्ने कुरा चाहिँ गरेको छ क्या। सो त्यो अनुसारले चाहिँ हाम्रो संस्थाको चाहिँ चार्ट अफ एकाउन्ट चाहिँ एकदम यही अनुसारले चाहिँ हामीले डिटरमाइन गरेर चाहिँ ब्रोड क्याटेगोरी जस्तै स्टाफ कस्ट भने चाहिँ हामीले चेन्ज गर्न पाइएन, त्योभित्र चाहिँ अब हामीले बेसिक स्यालेरी हुनसक्ला, अलाउन्स यताउति धेरै हेड्सहरू हामीले क्रिएट गर्न पायौँ। सो एकाउन्ट टाइप क्याटेगोरी चाहिँ यही अनुसारले चाहिँ हामीले सेट गरेर चाहिँ हाम्रो चार्ट अफ एकाउन्ट्सहरू चाहिँ डेभलप गर्नुपर्ने हुन्छ है। सो यो चार्ट अफ एकाउन्ट अनुसारले हामीले हाम्रो चार्ट अफ एकाउन्टहरू डेभलप गरिसकेपछि बल्ल यो स्टेटमेन्टहरू चाहिँ हामीले बनाउनलाई सजिलो हुन्छ, नभए तपाईँको पछि यो फाइनेन्सियल बनाउँदाखेरि चाहिँ कन्सल्टेसन गर्दा यताउति गर्दै धेरै तपाईँको समय पनि लाग्न सक्ला है। सो त्यो अनुसारले चाहिँ हामीले सुरुमा इनिसियली यो अनुसारले चार्ट अफ एकाउन्ट्सहरू चाहिँ डेभलप गरेर चाहिँ राख्दा चाहिँ एकदम राम्रो हुन्छ तपाईँहरूलाई। सो ओके, नेक्स्ट अब म तपाईँहरूलाई यो टेम्प्लेट देखाइहाल्छु है। सो यो फाइनेन्सियल पोजिसनको टेम्प्लेट रहेको छ। सो यसमा के आयो त, एक्सवाइजेड एनपिओ नेपाल स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन भने एज एट भनेर आयो, कुन वर्षको हामीले बनाइरहेको छौँ, पार्टिकुलर्समा अघि नै हामीले गरेको कुराहरू आयो, नन करेन्ट एसेट,
पिपिई, इन्ट्यान्जिबल एसेट, इन्भेस्टमेन्ट प्रपर्टी, टोटल नन करेन्ट एसेट, त्यो चाहिँ करेन्ट एसेट, टोटल करेन्ट एसेट, टोटल एसेट। सो यहाँ के छ त, करेन्ट इयर पनि छ, प्रिभियस इयर पनि छ है। अब फर्स्ट टाइम अडप्ट गरेर छौँ भने चाहिँ हामीले के भयो त, सम्पत्ति आजको दिनमै लगेर ड्याङ्ग लगेर यहाँ सम्पत्ति हालेर क्यापिटल रिजर्भ पनि बढाइदिनु मिल्यो त। त्यो गर्दाखेरि चाहिँ तपाईँको के हुन्छ त, कहाँबाट आयो त यत्रो सम्पत्ति भन्ने कुरा आउनसक्छ होइन। सो त्यसको लागि चाहिँ हामीले के भन्छ भन्दा यो स्ट्यान्डर्डले चाहिँ रेट्रोस्पेक्टिभली लागु गर्नुपर्छ है भन्ने कुरा गर्छ कि। भन्नुको मतलब चाहिँ तिमीले तिम्रो सम्पत्ति यदि अगाडिको आर्थिक वर्षमा पनि त्यो सम्पत्ति थियो भने तिमीले अगाडिको आर्थिक वर्षमा पनि फाइनेन्सियल बनाउँदाखेरि चाहिँ त्यो सम्पत्तिलाई चाहिँ रिस्टेट गरेर चाहिँ हाल्नुपर्ने भयो क्या। सो यहाँ पनि हाल्नुपर्ने भयो, प्रिभियस इयरमा पनि हाल्नु पऱ्यो, करेन्ट इयरमा पनि हाल्नु पऱ्यो। र यहाँ तपाईँले अर्को एउटा कलम चाहिँ पहिलाको अनुसारले चाहिँ यति चेन्ज भएको छ भन्ने टाइपले चाहिँ यहाँ एउटा प्रिभियसको चाहिँ यो फिगर थियो भन्ने पनि राख्नुपर्ने हुन्छ है। सो फर्स्ट टाइम अडप्ट गर्दाखेरि चाहिँ यो एउटा काम चाहिँ हामीले गर्नुपर्छ। अर्को चाहिँ तपाईँको लायबिलिटिज एन्ड रिजर्भ भन्ने छ। एकुमुलेटेड रिजर्भमा जस्तै अघिकै कुरा आयो हाम्रो अनरेस्ट्रिक्टेड फन्ड, डेजिग्नेटेड फन्ड, रेस्ट्रिक्टेड फन्ड, एन्डाउमेन्ट फन्ड, अदर क्यापिटल रिजर्भ्स, अनि टोटल रिजर्भ्स आयो, नन करेन्ट लायबिलिटिज त्यो अनुसारको क्याटेगोरिजहरू आयो, त्यसपछि टोटल नन करेन्ट लायबिलिटिज, त्यसपछि टोटल लायबिलिटिज एन्ड रिजर्भ्स भन्ने कुरा आयो। सो यो चाहिँ अब हाम्रो सबै एनपिओजहरूको स्ट्यान्डर्ड टेम्प्लेट हुने भयो है, स्ट्यान्डर्ड सरी स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसनको। सो यसमा चाहिँ हामीले शब्दहरू चाहिँ जे छ त्यही नै हाल्नुपर्ने भयो है, स्ट्यान्डर्ड अनुसारले। अब के गरेर हामी यो लोन बोरोइङ छ भने चाहिँ यो रो हटाउनु पनि पाइयो होइन, इम्प्लोइ बेनिफिट लाइन छ हटाउनु पनि पाइयो, तर अरू जे छ त्यो चाहिँ यही अनुसारले चाहिँ हामीले राख्नुपर्ने भयो है। त्यस्तै गर्नाले इन्कम एन्ड एक्सपेन्डिचरको फर्मेट रहेको छ यो चाहिँ। एक्सवाइजेड एनपिओ नेपाल भयो, स्टेटमेन्ट अफ इन्कम एन्ड एक्सपेन्डिचर फर द इयर एन्डेड भन्यौँ होइन। इन्कमिङ रिसोर्सेस, फाइनेन्सियल इन्कम, अदर इन्कम, टोटल इन्कम कति आयो है। ब्रोड क्याटेगोरी इन्कमलाई तिनवटा भागमा क्याटेगोराइज गरियो। त्यसपछि एक्सपेन्डिचरमा स्टाफ कस्ट, प्रोग्राम कस्ट, जेनरल एडमिनिस्ट्रेटिभ कस्ट आयो, डिप्रिसिएसन आयो, त्यसपछि नेट सरप्लस आयो, बिफोर ट्याक्सेसन आयो, अनि इन्कम ट्याक्स एक्सपेन्स भन्ने पनि आयो होइन। अनि डिफर्ड ट्याक्स रहेछ भने यही भित्र हामीले डिफर्ड ट्याक्स पनि देखाउनु पर्ने हुन्छ। अनि सरप्लस आयो, त्यसपछि एप्रोर्सनमा सरप्लस भनेर तपाईँको यो अब डेजिग्नेटेड फन्ड यताउति कता कता एप्रोर्सन गर्ने हामीले यो। सो यो चाहिँ स्ट्यान्डर्ड टेम्प्लेट रहेको छ इन्कम एन्ड एक्सपेन्डिचरको है। अब हामीले चाहिँ यो स्टाफ कस्टमा राख्दिनँ, यहाँ चाहिँ प्रोग्रामको नाम राखिदिन्छु त भन्न चाहिँ पाइएन है। अब संस्थाहरूले चाहिँ पहिले चाहिँ अब एक्सपेन्डिचर भएर प्रोग्रामको नामको लिस्टहरू सर हालिदिने पनि गरिने चलन थियो। सो त्यो चाहिँ अब के पनि गर्न पाइएन हामीले। यो स्टाफ कस्ट भने स्टाफ कस्टकै कस्ट चाहिँ यहाँ आएर हाल्नु पऱ्यो हामीले है। अर्को यो चाहिँ अब स्टेटमेन्ट अफ चेन्जेस इन रिजर्भ्सको टेम्प्लेट रहेको छ। यसमा चाहिँ तपाईँको अब कुन कुन कोर्समा चाहिँ कतिको परिवर्तन भयो त, पहिले कति थियो, योपालि कति चेन्ज भयो, कति बाँकी छ। यो एफएसको नि एउटा सिम्प्लिफाइड भर्जन भनौँ न। अघि फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्टले ओभरअल देखाइरहेको थियो, यसले चाहिँ कतिको परिवर्तन भएको छ भन्ने मात्रै यो स्टेटमेन्टले चाहिँ हामीलाई डिस्क्लोज यो प्रेजेन्ट गर्छ। अर्को रहेको छ क्यास फ्लो स्टेटमेन्ट है। क्यास फ्लो स्टेटमेन्टमा चाहिँ के छ त, अब यो इन्डाइरेक्ट मेथडबाट बनाएको क्यास फ्लो स्टेटमेन्ट छ क्या, दुईवटा मेथडबाट बनाउनु पाइन्छ। सो यसमा चाहिँ तपाईँको क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज, अपरेसनबाट चाहिँ कतिको क्यास फ्लोहरू भयो त भन्ने कुराहरू भयो होइन। त्यसपछि तपाईँको ट्याक्स पेड, तपाईँको यो सबै कुरा यहीँ नै आउनु भयो अपरेसनसँग रिलेटेड। अनि अघि सरले भन्नुभएको थियो त्यो रेस्ट्रिक्टेड फन्डको चाहिँ कहाँ राख्ने त भन्दाखेरि चाहिँ अब त्यो पनि संस्थाको अपरेसनसँग नै रिलेटेड भएको भएर हामीले यहीँ चाहिँ तपाईँको रेस्ट्रिक्टेड फन्ड्समा चाहिँ चेन्जेस भनेर चाहिँ यहीँ राख्दाखेरि चाहिँ बेस्ट हुन्छ। हाम्रो आइकेनले पब्लिस गरेको मोडल फाइनेन्सियलमा चाहिँ त्यो राखेको छैन कि। सो हामीले बनाउँदाखेरि चाहिँ यहीँ नै राखेर बनाइदिएर हुन्छौँ। अर्को चाहिँ तपाईँको क्यास फ्लोमा इन्भेस्टिङ एक्टिभिटिज भयो। त्यसमा चाहिँ तपाईँको सम्पत्ति कति खरिद गर्यो, यो चाहिँ फेरि कोर एकाउन्टबाट कति सम्पत्ति खरिद गरेको मात्र आउँछ है यहाँ चाहिँ। अरूबाट सम्पत्ति ट्रान्सफर भएर आएको आएन, सम्पत्ति खरिद गरेको मात्रै देखिने भयो। यहाँ सम्पत्ति खरिद गरेको अथवा बेचेको चाहिँ यहाँ इन्भेस्टिङ एक्टिभिटिजमा चाहिँ क्यास फ्लोमा चाहिँ देखिने भयो। अनि क्यास फ्लोमा फाइनेन्सिङ भने चाहिँ कुनै लोन सोन लिनु भएको छ भने त्यो यहाँ देखिने भयो। त्यो अनुसारले तपाईँको क्यास फ्लो चाहिँ यो अनुसार बनाउने गरिन्छ है। अब यो बाहेकको हाम्रो प्रोजेक्ट लेभलमा चाहिँ बनाउनु पर्ने चिज के भयो त, हाम्रो फन्ड एकाउन्टेबिलिटी स्टेटमेन्ट भयो। यो चाहिँ मोडल फाइनेन्सियल स्टेटमेन्ट अनुसारले दिएको टेम्प्लेट छ। अब यो अनुसार बनाउन सकिन्छ भने त ठिकै छ। यसमा चाहिँ क्वार्टर वाइज पनि छुट्याइदिएको छ कि क्वार्टर वानमा कति पैसा आयो, क्वार्टर टूमा कति पैसा आयो, क्वार्टर थ्रीमा कति पैसा आयो, क्वार्टर फोरमा कति पैसा आयो। त्यसपछि एक्सपेन्डिचर चाहिँ यो चाहिँ अनि एक्टिभिटी लाइन अनुसारले कुन कुन एक्टिभिटीमा कति कति खर्च भइरहेछ भन्ने हिसाबले आयो। अनि फन्ड ब्यालेन्स चाहिँ केले रिप्रेजेन्ट गर्छ त, क्यास, ब्याङ्क, एडभान्सेस भन्ने कुरा चाहिँ यसले चाहिँ एफएएसको स्ट्यान्डर्ड टेम्प्लेट यो भयो। अनि अर्को बजेट भर्सेस एक्चुअलको टेम्प्लेट चाहिँ यो रहेको छ। कुन एउटा यो चाहिँ अब स्पेसिफिक प्रोजेक्टको बन्ने भयो है। अब तपाईँको त्यही जुन हामीले अडिट अब जुन फाइनेन्सियल इयरकै ठ्याक्कै बजेट नहुन सक्ला, त्यसको लागि चाहिँ तपाईँको यो चाहिँ ओभरअल तपाईँको प्रोजेक्ट एग्रिमेन्ट भरेको चाहिँ हामीले बनाउन सक्छौँ। सपोज 5 वर्षको प्रोजेक्ट छ भने पहिलासम्मको बजेट यति थियो, एक्सपेन्डिचर अप टु प्रिभियस पिरियड यति थियो, यो वर्षमा एक्सपेन्डिचर यति भयो, यति पर्सेन्टेज बाँकी छ अथवा धेरै खर्च भएको छ भन्ने हिसाबले चाहिँ बजेट भर्सेस एक्सपेन्डिचर स्टेटमेन्ट चाहिँ हामीले
क्रिएट गर्न चाहिँ सक्छौँ है। सो यो चाहिँ स्ट्यान्डर्ड हाम्रो तपाईँको टेबलर फर्मेटको टेम्प्लेट्सहरू भयो है। अब अर्को चाहिँ हाम्रो सिग्निफिकेन्ट अकाउन्टिङ पोलिसिज भन्ने कुरा छ होइन। सो यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामीले चाहिने जति पनि हाम्रो क्वालिटेटिभ इन्फर्मेसन्सहरू चाहिँ हामीले यसमा डिस्क्लोज गर्नुपर्ने हुन्छ है। सो सुरुमा चाहिँ इन्ट्रोडक्सन अफ नन प्रफिट अर्गनाइजेसन भन्ने कुरा छ। यो हाम्रो एनजिओ चाहिँ कहिले दर्ता भएको हो, यसमा को हुनुहुन्छ भन्ने टाइपको एउटा डिस्क्लोजर भयो। त्योपछि अकाउन्टिङ पोलिसीहरूको कुरा आयो अघि, एसेट लायबिलिटी इन्कम एक्सपेन्सको। त्योपछि यसमा अर्को मेजर कुरा भनेको चाहिँ तपाईँको एउटा रिलेटेड पार्टी एन्ड डिटेल्स अफ कन्टेन्ट्स अफ इम्पोर्टेन्ट ट्रान्जेक्सन भन्ने चाहिँ यो एउटा एक्स्ट्रा डिस्क्लोजर चाहिँ यो एउटा राखेको छ। पहिला जस्तै हामीले जेनरली एक्सेप्टेड अकाउन्टिङ प्रिन्सिपल अनुसार गर्थ्यौँ एनजिओजहरूको, रिलेटेड पार्टीहरू खासै त्यस्तो डिस्क्लोज गर्ने चलन चाहिँ थिएन। अब यसले चाहिँ तपाईँको रिलेटेड पार्टी चाहिँ डिस्क्लोज गर्नुपर्छ भन्दाखेरि रिलेटेड पार्टी भन्नाले चाहिँ के बुझिन्छ भन्दाखेरि चाहिँ संस्थाको टप लेभल म्यानेजमेन्ट अथवा बोर्डसँग चाहिँ आबद्ध कुनै संस्थाहरू अथवा मान्छेहरू भनौँ न, त्यस्तो त्यस्तो मान्छे त्यस्तो व्यक्तिहरूसँग हामीले कारोबार गराउँछौँ भने त्यसलाई हामीले रिलेटेड पार्टी भनिन्छ है। जस्तै इक्जाम्पलको लागि हाम्रो बोर्डको चेयरपर्सनको कुनै होटेलमा गएर चाहिँ हामीले ट्रेनिङहरू आयोजना गराएको छौँ है। सो हाम्रो बोर्डको चेयरपर्सनकै होटेलमा गएर हामीले ट्रेनिङहरू एनजिओले ट्रेनिङहरू आयोजना गराएछ भने चाहिँ त्यसलाई चाहिँ हामीले रिलेटेड पार्टी ट्रान्ज्याक्सन भन्छौँ क्या। सो त्यस्तो यस्तो कुराहरू चाहिँ बल्कमा चाहिँ तिमीले चाहिँ त्यो 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 होटेलसँग चाहिँ कतिको कारोबार गर्यो त्यो बल्कमा चाहिँ त्यो डिस्क्लोज गर्नुपर्ने हुन्छ कि। भन्नुको मतलब नोज टु अकाउन्टमा चाहिँ जस्तै यो होटेलसँग चाहिँ यो होटेल छ, यो होटेल चाहिँ कसरी रिलेटेड पार्टी भयो त, चेयरपर्सन इज अल्सो द सेयर होल्डर अफ द्याट होटेल भनिदियो। त्योपछि ट्रान्ज्याक्सन दिनु त कति गरौँ त त्यो होटेलसँग भनेर चाहिँ हामीले त्यो हिसाबले चाहिँ रिलेटेड पार्टी चाहिँ डिस्क्लोजर गर्नुपर्ने हुन्छ है। त्यो बाहेक अरू के पर्छ त, अब बोर्ड मेम्बरहरूलाई चाहिँ हामीले कतिको अलाउन्सेसहरू दिइरहेछौँ, कतिको रेमुनेसनहरू दिइरहेछौँ भने त्यो कुरा इफ दिइरहेछौँ भने त्यो पनि हामीले डिस्क्लोज गर्नुपर्ने हुन्छ है। सो तपाईँहरूले ब्याङ्कको नि फाइनेन्सियल स्टेटमेन्ट हेर्नुभयो भने त्यहाँको चाहिँ बोर्डले चाहिँ कति भत्ता पाइरहेछ, उसको सिइओको तलब कति छ भनौँ न, अथवा बेनिफिट्सहरू के दिइरहेछौँ बोर्डलाई भन्ने कुराहरू, अथवा बोर्डको कुनै कम्पनीलाई केहीसँग पर्चेस अथवा सेल्स गराएछौँ कि भन्ने कुरा सबै त्यहाँ डिस्क्लोज गरेर राखेको हुन्छ। सो त्यसलाई चाहिँ हामीले रिलेटेड पार्टी डिस्क्लोजर भन्छौँ। सो त्यो पनि हामीले चाहिँ गर्नुपर्ने भयो है, यो स्ट्यान्डर्ड लागु भइसकेपछि चाहिँ। अनि अरू चाहिँ अब कन्टेन्ट्स अफ कोर्ट केसेस होइन, कन्टिन्जेन्ट लाइबिलिटी भन्छ, कुनै चाहिँ अब हाम्रो लिगल केसहरू परिरहेछ भनौँ एनजिओको अथवा एनपिओको, त्यो चाहिँ अब हामीले तपाईँको भोलि गएर चाहिँ त्यसको चाहिँ अब दायित्वहरू सिर्जना हुन सक्ने केस छ भने त्यस्तो केसेसहरू पनि हामीले सट्ट लगाएर त्यसलाई पनि डिस्क्लोज गरेर चाहिँ राख्नुपर्ने हुन्छ है। सो यो चाहिँ एडिसनल डिस्क्लोजरहरू चाहिँ हामीले यसमा दिनुपर्ने चाहिँ हुन्छ। अब अघि अघि मैले कुरा गरेँ रेट्रोस्पेक्टिभली भन्ने कुरा गरिरहेको थिएँ। यो चाहिँ यो हाम्रो स्ट्यान्डर्ड चाहिँ सुड बी अप्लाइड रेट्रोस्पेक्टिभली भने, रेट्रोस्पेक्टिभ भनेको तपाईँको अगाडिको आर्थिक वर्षमा यदि त्यो त्यस्तो कुनै टाइपको भनौँ न, अघि फिक्स आइसक्यो सम्पत्तिकै कुरा गरेँ हामीले, सम्पत्तिको त्यो अगाडिको आर्थिक वर्षमा पनि थियो नि त त्यो सम्पत्ति त, भनेपछि त्यसलाई अगाडिको आर्थिक वर्षको फाइनेन्सियल्समा पनि तपाईँहरूले त्यसलाई चाहिँ रिस्टेट गरेर चाहिँ राख्नुपर्ने हुन्छ है। सो त्यसलाई चाहिँ हामीले रेट्रोस्पेक्टिभ एडजस्टमेन्ट भन्छौँ है। सो बेसिकली कुनै पनि हामीले पोलिसिजहरू चेन्ज गऱ्यौँ भने चाहिँ रेट्रोस्पेक्टिभली एडजस्ट गर्नुपर्ने हुन्छ। सो हामीले के गर्यौँ त, पहिलाको फाइनेन्सियल इयर जस्तै 80-81को फाइनेन्सियल बनाउँदाखेरि चाहिँ हामीले रेस्ट्रिक्टेड अनरेस्ट्रिक्टेडको क्लासिफाई नै गराएको छैन रहेछौँ है। सो त्यो भने हामीले के गर्नु पऱ्यो त, अगाडिको आर्थिक वर्षको पनि रेस्ट्रिक्टेड अनरेस्ट्रिक्टेड भनेर क्लासिफाई गरेर चाहिँ राख्नुपर्ने भयो है। त्यो अनुसारले अब जस्तै तपाईँको अब त्यहाँबाट इन्कम र एक्सपेन्सेस चाहिँ तपाईँको चेन्जहरू चाहिँ हुनसक्छ है पहिलाको अनुसारले आजको दिनमा हाम्रो आउँदाखेरि चाहिँ है। सो त्यो फर्स्ट टाइम अडप्ट गर्दाखेरि चाहिँ हामीले रेट्रोस्पेक्टिभली त्यसको चाहिँ एडजस्ट गर। अब यसले चाहिँ के भन्छ त, जहाँसम्म सकिन्छ त्यो अनुसारले चाहिँ तिमीले लागु गर भन्छ होइन। अब इफ इम्प्र्याक्टिकल भएमा चाहिँ त्यसले तिमीले चाहिँ फर्स्ट एकाउन्टिङ पिरियडदेखि लागु गर भन्छ। सो हामीले चाहिँ के रेकमेन्ड गर्छौँ त, एटलिस्ट तपाईँको कम्पेरिटिभ फिगर त 80-81को त देखिन्छ योपालि, भनेपछि एटलिस्ट 80-81को फिगरलाई चाहिँ तपाईँले चाहिँ रिस्टेट चाहिँ गर्नुपर्ने हुन्छ, नभए कम्पेरिजन गर्नाले मिलेन है। किनकि तपाईँको इन्कम एक्सपेन्डिचरहरू नै चेन्ज हुनसक्छ क्या। सो त्यो गर्नाले तपाईँहरू चाहिँ अब तपाईँहरूको अडिटर्स अथवा भनौँ तपाईँहरूको कुनै कन्सल्टेन्ट्सहरूसँग चाहिँ हेरेर चाहिँ एनएफआइएस एप्लिकेसनको पनि यो फर्स्ट टाइप अडप्सन गर्दाखेरिमा चाहिँ के गर्नु पर्यो त्यो चाहिँ एउटा चाहिँ गर्नुपर्ने हुन्छ। सो तपाईँहरूको अडिट गर्नुभन्दा अगाडि नै यो काम चाहिँ जुन हाम्रो फाइनल इयरमा फाइनल तपाईँको ब्यालेन्स सिट बन्नुभन्दा अगाडि नै यो हाम्रो फर्स्ट टाइम अडप्सनको कामहरू चाहिँ तपाईँले गर्नुपर्ने हुन्छ है। सो अब यसमा ध्यान दिनुपर्ने कुराहरू के हुन्छ त फर्स्ट टाइम अडप्सन गर्दाखेरि, एउटा चाहिँ तपाईँको अब सुरुमा चाहिँ चार्ट अकाउन्ट नै डेभलप हुनु पऱ्यो, जुन हाम्रो स्टाफ कस्ट, एडमिन कस्ट, प्रोग्राम कस्ट भन्ने कुराले अब प्रोजेक्ट हाम्रो त अब अनेक थरी एक्टिभिटीहरू भइरहेछ, त्यसलाई चाहिँ म्यापिङ गरेर चाहिँ हामीले हाम्रो संस्थाको चार्ट अफ एकाउन्टमा चाहिँ ल्याउनु पऱ्यो है। यो हामीले गर्नुपर्ने भयो आजको दिनमा। अब यो लागु गर्नलाई अब हामी एकदम राइट टाइममा छौँ, फागुनमा छौँ।
अझ चाहिँ हामीसँग 3-4 महिना अझै बाँकी छ। त्यो अनुसारले हामीले यसलाई लागु गरेर लगाउन सक्यौँ भने हामीले हाम्रो पछि अब हाम्रो अडिट गर्दाखेरि चाहिँ ठ्याक्कै यो लागु गरेर चाहिँ हामीले फाइनेन्सियल स्टेटमेन्ट चाहिँ बनाउन सक्छौँ। अर्को भनेको रेस्ट्रिक्टेड अनरेस्ट्रिक्टेड फन्डहरूको क्याटेगोराइजेसन। सो यो अघि नै मैले कुरा गरेर हालेँ, मेन नै फन्ड रेकग्निसनको कुरा छ। हामीले चाहिँ अब हाम्रो संस्थाको चाहिँ सबै एउटा चाहिँ कुन कुन टाइपको फन्ड रेस्ट्रिक्टेड हो, कुन अनरेस्ट्रिक्टेड हो, यसलाई चाहिँ सबै क्लासिफाई गरेर यसको चाहिँ त्यो त्यो फन्डमा पनि कतिको क्यास छ, कतिको ब्याङ्क छ, कतिको एडभान्स छ, त्यो सबै सेग्रिगेट गरेर चाहिँ राख्नुपर्ने भयो है। इफ सेग्रिगेट भएको छैन भने चाहिँ त्यो काम पनि हामीले आजको दिनमा सुरु गर्नुपर्ने भयो। र अर्को चाहिँ तपाईँको क्यापिटल रिजर्भ ट्रिटमेन्ट। अघि नै मैले कुरा गरिहालेँ, क्यापिटल रिजर्भ अथवा डिफर्ड रेभिन्यू ट्रिटमेन्ट। कुनै हाम्रो संस्थाको अगाडिको सम्पत्ति थियो, त्यसलाई चाहिँ हामीले क्यापिटल रिजर्भ ट्रिट गरेर आजको दिनमा चाहिँ भ्यालुएसन गराएर त्यसलाई पनि हामीले ब्यालेन्स सिटमा चाहिँ देखाउनु पर्ने भयो। अर्को चाहिँ एक्रुअल बेसिस अफ अकाउन्टिङ। यो त हामीले गर्नै पर्ने भयो। सो एक्रुअल बेसिस अफ अकाउन्टिङ पनि हामीले अडप्ट गर्दै लानु पऱ्यो। जुन हाम्रो इन्कम एक्सपेन्डिचर रेस्ट्रिक्टेड फन्डमा जति खर्च भएको छ त्यति मात्रै इन्कम देखाउनु पर्छ भन्ने कुराहरूको जनरल एन्ट्रीदेखि नै आजदेखि दिनमा हामीले मिलाउँदै मिलाउँदै जानु पऱ्यो। र अर्को चाहिँ रेट्रोस्पेक्टिभली लागु गर्नुपर्छ भन्ने कुरा त छँदैछ। सो बेसिकली आज हामीले गर्नुपर्ने चिजहरू चाहिँ आजको दिनमा चाहिँ गर्नुपर्ने चिजहरू चाहिँ यही नै रहेको छ है। सो थ्याङ्क यू भेरी भेरी मच आइदिनु भएकोमा सबैजनालाई। बाई बाई, हेभ अ गुड फ्राइडे। थ्याङ्क यू।